आज हामी विश्वेश्वर प्रसाद कोइरालाको मोदी ऐन उपन्यासलाई वाचन गर्न गइरहेका छौँ। धेरै पहिलेको कुरा, म बालक थिएँ। बालककालका कुराहरू धेरै त्यसै बिर्सिएर जाइन्छन् र केही एकदम स्पष्ट भएर स्मृतिमा अडिएर बसेका हुन्छन् र केही घमिलिएर देखा पर्छन्। तिनलाई ठम्याउन आफ्नो कल्पनाको पनि मद्दत लिनुपर्छ। जस्तो कि टाढा उभिएको मानिसको अनुहार स्पष्टसँग नदेखिए तापनि त्यसको कद, पहिरन, त्यसको उम्मिदाको भङ्गिमा र जुन घरको बारीमा उभिएर त्यहाँ काम गर्ने ज्यामीहरूलाई हेरिरहेको छ, ती सबै कुरालाई जोडेर हामी त्यो उभिएको मानिसलाई ठम्याउँछौँ। त्यो त हाम्रो परम परिचित फलाम हो। कुनै पनि पहिलेका घटनालाई स्मृतिको आधारमा क्रमबद्ध पार्न र अर्थयुक्त बनाउन कल्पनाको सहायता नलिई हुँदैन जस्तो लाग्छ। जस्तो कि पुरातत्त्ववेत्ताहरू एउटा खण्डहरूमा उपलब्ध भएका इँट, पत्थर, भुइँको बनावट, केही आकारमय काठका रचनाहरू र गृह निर्माणमा चाहिने अन्य सामग्रीहरूको आधारमा त्यहाँ धेरै काल पहिले खडा रहेको विशाल राजाप्रसादको वर्णन गर्छ। मानिसहरू सोध्लान् कि यो कथा साँचो हो कि एउटा गल्प मात्र। यसमा मलाई यति मात्र भन्नु छ कि 40 वर्ष पहिले बालककालको मेरो भावनामय जगतमा घटेको एउटा घटना हो, जसले आज यति दिनपछि जुन रूपमा त्यसलाई स्मृतिको दूरबीनबाट हेरिरहेको छु र अतीतलाई वर्तमानसँग संयोजन गर्ने सम्झनाको तोरणबाट जसरी त्यो आज देखिन थालेको छ, त्यही रूपमा र त्यसरी नै त्यसको वर्णन गरिरहेको छु। म भन्दै थिएँ, धेरै पहिलेको कुरा हो यो। हाम्रो गुमास्ता र घरको परम हितैषी मिसिरजीले उनको आफ्नो काममा दरभङ्गा जाने तयारी गरेको देखेर मैले पनि जिद्दी गरेँ। मिसिरजी, म पनि जान्छु। कहाँ जान्छु बाबु? मलाई एउटा काम छ, भोलि लगत्तै फर्केर आउँछु। किन दुःख पाउन जान्छु? मैले ढिपी छोडिनँ। मैले ढिपी छाडिनँ भने मैले दरभङ्गा देखेको छैन। के छ र त्यहाँ हेर्ने कुरा बाबु? दरभङ्गा महाराजको दरबार छ अरे, हात्तीसार छ अरे, ठुलो अस्तबल छ अरे, कचहरी छ अरे, ठुला ठुला घर छन् रे। नाइ, म पनि जान्छु मिसिरजी। मेरो ढिपीले जित्यो। म पनि एउटा सानो पोको बोकेर मिसिरजीका साथ दरभङ्गा आएँ। तिनताका दरभङ्गा स्टेसनको रूप केवल कङ्कालमय मात्र थियो। लामो प्लेटफर्म जसको भुइँमा हल्का किसिमको अलकत्रा बिछ्याएको र स्टेसनका कर्मचारीहरू स्टुलमाथि बसेर भित्तासँग लहरै टाँसिएको एउटा लामो टेबलका उप बाहिरको कोलाहलबाट एकदम निर्द्वन्द भएर मुटु गाडेर काम गरिरहेका हुन्थे। अर्कोमा जिल्लाका ठुला ठुला पदाधिकारीहरू आएका बखतमा विश्राम गर्थे, जसको छतबाट किनारामा रातो टालोको मोजा परेको नेफा गाँसिएको एउटा बेतो गुन्द्री जस्तो लामो पङ्खा टुङ्गिएको हुन्थ्यो र जुन पङ्खालाई एउटा डोरीद्वारा बाहिर भित्तामा अडेसा लाएर बसेको कालो कुल्लीले उगी तान्थ्यो। डोरीको तनाइका साथ भित्र कोठामा एक नासको सुरमा पङ्खाको माथिको अग्रासको डाडी मचमच गरेर हल्लिन्थ्यो र भित्ताको फलामे घिर्रा त्यही सुरमा बीचबीचमा उम्केर भागेको जस्तो गर्थ्यो। खिर्रा एउटा प्लेटफर्मबाट अर्को प्लेटफर्ममा जाने अल्को पुल निस्यन्देह कङ्काल जस्तो थियो, जसका गणितको गुणको चिन्हको रूपमा बनेका बारहरूलाई एउटा अस्वाभाविक रातो रङ्गले गाढा किसिमबाट पोतेको हुन्थ्यो। रेल आएका बखतमा भने त्यो पुल मानिसहरूको अकारणको व्यग्रता र हडबडीले खर्किन्थ्यो, नत्र भने दिनभरि धेरै जस्तो शून्यमा कुनै दैत्य जस्तो भएर स्टेसनको वातावरणमाथि घेरिएको अस्तित्वलाई छाएर राखिदिन्थ्यो। स्टेसन पनि त्यस्तै। गाडी आएको समयमा बडो चहल पहल, दौडादौड, भागाभाग, असङ्ख्य कण्ठको तमुल हाहाकार, जस उपर पान, सिगरेट, बिडी बेच्ने मानिसहरूको तीखो स्वरको टाढासम्म सुनिने लेग्रो तनाई। तिनताका कोतलीहरू पनि कति अगणित असङ्ख्यामा गाडी स्टेसनमा पुग्दा नपुग्दै शून्यबाट त्यसै उम्रेका जस्ता भएर प्लेटफर्म र डब्बाभरि छ्यापछ्याप्ती हुन्थे र यात्रीहरूको बोझलाई एउटा हातले छोएर मानव कब्जा गरेका स्वरमा भन्थे, 1 पैसामा बाहिर पुर्याइदिन्छु। दरभङ्गा स्टेसनमा पुग्नुभन्दा धेरै पहिले नै डब्बाका यात्रीहरू आफ्नो आफ्नो मलमत्ता मिलाउन थाले। डब्बामा हलचल भयो। मिसिरजीले पनि एकचोटि उठेर आफ्नो गुन्टालाई हेर
सुरक्षित रहेछ। फेरि यात्रीहरू आफ्नो आफ्नो मालमत्ता गर्न थाले। कति अद्भुत थियो, खोइ यहाँ त 7 थान मात्र देख्छु। पाएँ त्यो पोको उता परेको रहेछ। बुढापाकाहरू केटाकेटीहरूलाई सम्झाउनु थाले, यताउति नकुदेस् नि, हराउलास्, दरभङ्गामा बडो घुइँचो हुन्छ, हामीलाई नछाडोस्। कति घुम्टुले बेरिएका नारीहरू असम्यक भएर हडबडाएको दृष्टिले डब्बाको चारैतिर हेर्न थाले। म त्यसै धुकधुक गरिरहेकी थिएँ। डब्बाको चञ्चलताले खपिन सक्नु भएर आफ्नो पोको बोकेर एकदम तयार भएँ। उभिएर मिसिरजीले भने, बाबु किन हडबडाएको? अहिले बेर छ, बस भर्खर राजदरबार देखा पर्यो, उहेर। उनले औँलाले दाहिनेपट्टिको झ्यालबाट टाढाको रातो दरबार देखाए। म व्यग्र भएर घाँटी तान्दै दरबारलाई हेर्न थालेँ, तर गाडी अल्छे बेगले हिँडिरहेको थियो। सिसौँ, बाँस र आँपका बगैँचाको झुरमुटले दरबारलाई छेकिदियो। एक दुई गरेर साना साना सहरका किसिमका घरहरू देखा पर्न थाले। गाह्रो इँटाको तर छाना या त खर या कपडाका एक तले खरहरू। कुनै कुनै अटाली भएका घर पनि देखा पर्न थाले। मिसिरजीले भने, बुझ्यौ, त्यो रातो दरबार 9 लाख दरबार हो। 9 लाख रुपैयाँ परेको छ त्यसलाई बनाउनु। भोटो लागेको एउटा बुढो अहिलेसम्म निश्चल भएर केही श्लोक पाठ गरिरहेको थियो। खपिन सक्नु भएर उसले भन्यो, कसले भन्यो 9 लाख दरबार हो त्यो त राजनगरमा छ, त्यसलाई बनाउन 1.5 करोड रुपैयाँ परेको छ, 1.5 करोड। यति भनेर उसले डब्बाको चारैतिर सगर्व दृष्टि दियो, मानौ त्यो दरबार उसैको आफ्नो निवास स्थान थियो र जसका बारेमा कम्तीमा लागत बताएर मिसिरजीले उसको हैसियतको अपमान गरेको थियो। यात्रीहरूको ध्यान आफूपट्टि भएको देखेर खैनीको थुक बडो सिपालु किसिमले झ्यालबाट पिच्च थुकेर उसले भन्यो, बडो शोकसँग महाराधिराजले यो दरबार बनाएको। कारिगरहरू इटालीबाट झिकाइए। हिन्दुस्तानमा त्यस्ता कारिगरहरू नपाएर भित्र सबैतिर रातो सङ्गमरमा छापेको छ, त्यो पनि इटालीबाटै आएको। ठुला ठुला ऐना, मान्छेका दुब्बरकतका ऐना, झाड फानुस, सबै काँचका सामानहरू, बेल्जियमबाट पर्दाहरू र मेचकुर्सी, पलङ, मर्न चाहिने लुगा, सबै फ्रान्सिसी सिल्क मखमल साटिन छन्। काठका याबा सामानहरू इङ्ल्यान्डबाट, बुझ्यो, 1.5 करोड परेको, 1.5 करोड। सबै उसका कुरा विस्फारित नयन भएर सुनिरहेका थिए कि गाडीको गति केही मध्यम भयो। यात्रीहरू फेरि हडबडाएर आफ्ना मालमत्तातिर लागे। म फेरि जुरुक्क उठेँ। मिसिरजीले अन्तिममा चेतावनी दिँदै भने, मलाई एकदम नछाड्नु, बडो घुइँचो हुन्छ स्टेसनमा। नबन्दी स्टेसनमा बडो घुइँचो थियो। अकस्मात कुल्लीहरू डब्बामा भरि नपुग्दा घुइँचो बेहद थपिएको जस्तो भयो। कोलाहल यत्रो भीषण कि गाउँघरमा आगो लाग्दा मात्र हुन्छ। एउटा सानो कुल्लीले मनेर आएर भने, म त्यो पोको पुर्याइदिन्छु बाहिर आधा पैसामा। भिख मागेको जस्तो गरेर त्यसले भनेको थियो। त्यसको शरीरमा एउटा कौपिन मात्र थियो। मैले मिसिरजीतिर हेरेँ। उनले ठुलो डाकोमा कुल्लीलाई हकारे। भाग। प्लेटफर्मबाट बाहिर आउन सजिलो थिएन। एउटा सानो फलामे फाटक, त्यो पनि केवल आधा मात्रै उघारेर एउटा कर्मचारी बडो अधिकारको गम्भीर भङ्गीमा उभिएको थियो। त्यसको टवेलको सेतो प्यान्ट र कोट घाममा यसरी टल्किरहेको थियो मानव लुगामा प्लास्टर लाएर त्यसमा चुन पोतिएको होस्। लुगाभन्दा माथिपट्टि निस्केको उसको कालो मुखको चिल्लोपनामा घामको छाया टल्केको थियो र त्यसभन्दा माथि शिरमा गाढा निलो रङको नाइट केपको निधारबाट बाहिर निस्केको चुच्चोको पेटेन्ट छाला पनि घाममा टलक्क गर्थ्यो। एकचोटि हुलले मलाई दाहिनेतिरबाट खिचेर मैले समातेको मिसिरजीको हातलाई फुत्काइदियो। म मिसिरजीको टाउकोलाई लक्ष्य गरेर चिच्याएँ, मिसिरजी। फाटकमा उभिएको टिकट चेकरले एकचोटि बडो अधिकारको बाणीले गम्भीर स्वरमा भन्यो, घुइँचो नगर, एक एक गरेर आउँदै जाऊ। अर्कोतिरबाट हुलले फेरि मलाई ठेलेर समात्न पुगेको मिसिरजीलाई मबाट छुट्याइदियो। लाग्यो ज्यान र काखीमा बलपूर्वक दृढतासँग च्यापेर राखेको आफ्नो पोकोलाई बचाएर म फाटकभन्दा बाहिर आएँ। मिसिरजीले भने, अब मोदी ऐन कहाँ जाऊ, त्यहाँ नुहाई धुवाई खाइ वरि सहेर हेर्न तिमीलाई लगुला। बाहिरको दृश्यमा हुलको त्यत्रो थिचोमिचो त थिएन, तर त्यहाँ पनि चहल पहल, हकार हुकुर, दौडा दौड उस्तै थियो। स्टेसनको पश्चिमपट्टिको ठुलो इनारमा सैकडौँ मानिस भेला भएका थिए। कोही पानी झिक्दै, कोही पानी थाप्दै, कोही नुहाउँदै, कोही दतुनले दाँत मल्दै, कोही त्यसै कराउँदै उभिरहेका थिए इनारलाई चारैतिरबाट घेरेर।
इनारसँगै टाँसिएको एउटा हलुवाईको पसलमा पुरी छानिरहेको थियो, जहाँ ग्राहकहरूलाई डाकेर हात घुमाउँदै बीचबीचमा कराइरहने एउटा छिटो थियो। ताजा घिउमा बनेको पुरी खान यहाँ आउनुहोस्, पेडा लड्डु। नभन्दै हलुवाई स्टुलमा बसेर बास्न आउने तातो घिउको कराईबाट फक्क फक्क फुलेको पुरी छिपिरहेको थियो र माथि कोठाको चौकीमा बसेर उसको दुलै भोलि पुरी तौलिरहेको थिए। मिसिरजीले मेरो लोभपट्टि ध्यान दिएछन् क्यार, उनले भने। मोदी आइन कहाँ मिठो मिठो कुरा खान पाइन्छ, दाम पनि सस्तो। स्टेसनभन्दा बाहिरपट्टिको दृश्यलाई टोलाएर हेर्दै म मिसिरजीको पछि पछि लागे। कति अनगिन्ती एक्का, यहाँ कति सम्पत्ति, बैलगाडीहरूको ताती लाग्थ्यो। यहाँको सडकमा कहिल्यै सिद्धिँदैन। उत्तर दक्षिणतिर गएको स्टेसनको हातासँग टाँसिएको त्यो सडक, जसबाट माटो र सुर्खी मिसिएको मसिनो धुलो आकाशमा निरन्तर उडिरहन्थ्यो। त्यसै बखतमा एउटा गाढा हरियो पेन्टले टल्किएको फिटिन आयो। गेडाले थिचेर टन टन बज्ने घन्टी, सडकमा हिँडिरहेका यान वाहन र मानिसहरूको उपर गर्वसँग बज्दै आफू हतारसँग छेउ लागेर मलाई पनि किचिनदेखि बजाउँदै मिसिरजीले भने, रात दरबारको फिटिन गाडी हो, छेउ लाग। निसन्देह दरभङ्गा बडो ठुलो ठाउँ थियो, जसका अचिन्त्य कुरा देखेर म उत्सुकतापूर्ण र भयग्रस्त भएँ। स्टेसनभन्दा ठिक्क बाहिर सडकको उतापट्टि एउटा विशाल पोखरी थियो, जसको स्टेसनपट्टिको किनारामा मोदीहरूका केही पसल थिए। प्रत्येक पसल एउटा छाप्रो थियो, जसको अगाडि काठको चौकीमा ढक्की भरिभरि चिउरा, भुजा, चना र गहुँको सत्तु, गुड र केही पुराना लड्डु, नुन, खुर्सानी र कुनै कुनै पसलमा दही पनि सजाएर राखिएका थिए। ती पसलहरूमध्ये एउटा छेउको पसलमा हामी गयौँ, जसको कर्ता धर्ता एउटी मोटी अग्ली हिस्सी परेकी मोदी आइन थिए। मोदी दुब्लो र पातलो प्राणी ओसारा भन्दा तल बसेर बिचमा खोक्दै नरिवलको गट्टाको हुक्का तान्दथ्यो। मोदी आइन आफ्नो पसलको भोज्य सामग्रीहरूको राशि पछिल्तिर ढस्समस्स पलेटी मारेर बसेर बेग्र चिन्तित स्वरमा भनिरहेकी थिए, वैद्य कहाँ गएर यसो उखती ल्याउने जाँगर छैन तिमीलाई? फेरि कतिचोटि भन्यो, हुक्काले दम बढाउँछ, सुन्नु छैन? र बिचमा वर्षाको आकारको एउटा सानो ताडको हाते पङ्खाले आफूलाई हात्दै र खानेकुरामा बस्न लागेका झिङ्गा र अरिङ्गाल धपाउँदै गर्थ्यो। मिसिरजीले उसको पतिका प्रतिको एकाग्रतालाई भङ्ग गर्दै भने मोदी आए। हामी दुई ग्राहकलाई देखेर भर्खरै दुलाहालाई उलाहाना दिइरहेको स्वर एकदम कोमल बनाउँदै उसले भने, आउनुहोस्, धेरै दिनमा आउनुभयो। उसका सेता मिलेका दाँत उसको अनुहारमा टल्के र मुखलाई मुस्कानको सङ्केत र आत्मीयताको आर्द्रता दिए। मतिर हेरेर बडो मिठो र मायाको स्वरमा उसले भनी, नानीलाई बडो भोक लागेको होला, हेर ओठ कस्तो सुकेको। मैले झट्ट ओठलाई जिब्रोको टुप्पाले साटेँ। मोदी आइन चौकीबाट उठेर हाम्रो स्वागतका लागि तल झरे। अनि पो मैले उसको विशाल कदलाई लक्ष्य गरेँ। स्थूल र अल्को शरीर, कुलो नाइटोलाई नछोप्ने खालको शिरबाट छिराउन हुने बनाउनलाई ठुलो घाँटी भएको छिटको चोलो र वृहत लम्बाइको निलो धोती, भुँडीभन्दा तलको एउटा गाँठोको भरमा अडेको चाँदीको चेप्टा र विभिन्न आकारका गहना, कानमा, घाँटीमा र गोडामा चेप्टा र जसको हात बराबर खुस्किरहने सुक्खा कपाललाई फेरि जुरुमा बाँध्न शिरका उपर पुगिरहने तिनै थिइन् मोदी आइन। त्यस्तै अल्गी स्वास्नी मानिस हत्तपत्ती देखा पर्दैन। झन् बिहारको उत्तर भागमा, जहाँ मानिसहरू मसिना खालका मात्र हुन्छ, त कुरै भएन। एकछिन टक्क परेर उसलाई हेरिरहेँ। उसले झुकेर मेरो काखको पोको झिकेर लिए। अनि मैले देखेँ उसका आँखा कति ठुला, कति काला, कति बाङ्गी परेका र जसका परेला कति भारी र कस्ता बाङ्गिएका। मुखको रोगन त कालो, तर कति चिल्लो र स्वास्थ्यले पुष्ट पारेर टल्काएको। उसको उज्यालो अनुहार बिचको उसको हाँसोले झन् फक्रिन्थ्यो। लाग्यो उसले केवल आफ्ना मिलेका दाँत यसो देखाइदिनु मात्र पर्थ्यो कि तिनका चमकले उसको पुष्ट ओठको भिजेको रातोपन र चेहराको स्वाभाविक स्वास्थ्य त्यसै टल्किन थाल्नेछ। हात गोडा बाहु सबै पुष्ट र फुक्क थिए। त्यही तल भुइँमा बसेर खोकिरहने व्यक्तिको खाल्डा परेको अनुहार र करङको क्षुद्र शरीरलाई देख्दा ती दुलादुलै भिन्न काल र स्थानका प्राणी जस्ता लाग्थ्यो। अहिले मलाई सम्झना हुन्छ, तिनीहरूको कोही छोराछोरी थिएन, किनभने त्यहाँ मैले कुनै केटाकेटीलाई देखिनँ। त्यसैले होला मोदी आइनको जिउ र अनुहारमा छिप्पिएको पन आउन नसकेको। छिप्पिएर पनि कलिले लागेको कि यथार्थमा कलिले नै थिए त्यो मोदी आइन।
जो असमयमै छिप्पिएकी जस्तै लाग्न थालेको। जे होस् दुवै थोक उसमा थियो, छिप्पिएकोपन र कलिलोपन। उसको मेरो प्रति बडो आत्मीयताको व्यवहार थियो। उसले सोधी, बबुवा तिमी पहिलोचोटि दरभङ्गा आएका हौ? मैले मुन्टो हल्लाएर हो भने। तबसम्म मिसिरजी घुन्टाबाट धोती झिकेर नुहाउन तयार भइसकेका थिए। मोदी आइनले मलाई भनी, तिमी पनि जाऊ नुहाउन, तलको हडा तलाउमा निर्मल पानी छ, ठन्डा, तर किनारैमा नुहाउनु, भित्र टाढा नजानु, बडो गहिरो छ हडा। मैले बल्ल मुख खोलेँ, गर्वले यो भन्न कि मलाई पौडिन आउँछ। उसले भनी, पौडन जान्दछु भन्ने घमण्ड तलाउ बापी रह दहसामु नगर्नु। देउता बसेका हुन्छन् यिनमा र वर्गका बोली सुने भने मन पराउँदैनन्। यही हडा तलाउमा कति मै हुँ भन्ने। मिसिरजीले तल पुगेर मलाई बोलाए। कति अबेर गरेको बाबु, चाँडै आऊ। मोदी आइनले भनी, जाऊ नुहाएर चाँडै आउनु। म चिउरा, दही, गुड र मिठाई ठिक्क पारेर राखिदिइरहेकी हुन्छु। किनारैमा बसेर नुहाउनु है, किनारैमा। वास्तवमा त्यस्तो ठुलो पोखरी मैले देखेकै थिएन। पूर्वपट्टि किनारामा उभिएर पश्चिम तटलाई हेर्दा त्यतापट्टिका मानिसलाई ठम्ब्याउन गाह्रो पर्ने। उसपारी आँप र सिसौको एउटा जुम्मा परेको कालो बगैँचा थियो। हडा नभन्दै अथाह गहिरो होला, जसको पूर्वपट्टि किनारा स्टेसनतर्फ भएकोले मानिसहरूको प्रयोगमा आएको थियो। त्यसको उत्तरपट्टि पनि सडक भएकोले सायद त्यता पनि घाट बनेका थिए। तर पश्चिम र दक्षिणतिर जङ्गल र बीच बगैँचा मात्र थियो। तटमा पुगेर लुगा फुकाल्न लाग्दा मलाई मोदी आइनको चेतावनीको सम्झना भयो। उसले यस कुराको पनि इसारा गरेकी थिए कि धेरै मानिसहरू डुबेर मरेका छन्, पौडिन, सिपालु पनि। उसले यसमा निवास गर्ने देउताको पनि चेतावनी दिएको थिए। मैले पनि यो बिरानो ठाउँमा मोदी आइनको सल्लाह मानेर किनारैमा बसेर नुहाउन उचित ठाने। एकचोटि आकाशमा एउटा सानो बादल उड्दै तलाउको माथि छहरा पार्दै थियो। तलाउको पानी हठात कालो भयो, जस्तो कि कसैको अनुहार हुन्छ क्रोधमा। हावाको झोक्कामा पनि अथाह जलराशिको त्यो व्यापक विस्तार लाखौँ लघु लहरहरूमा आन्दोलित हुन थाल्यो। मानव कसैले उसको एकाग्रतालाई भङ्ग गर्दा जलराशि विक्षुब्ध हुन्थ्यो। मलाई पनि त्यसै डर लाग्यो। किनारसँग टाँसिएर र छिटछिटै नुहाएर मोदी आइन कहाँ आए। मोदी आइनको प्रसन्न चेहरा मेरो भोजन सामग्रीका उप रखवाली गरेर पर्खिरहेको थियो। चिउरा धोएर पसलको पातलो पित्ले थालमा राम्ररी मिलाएर राखेको थियो। त्यसैसँग 2टा लड्डु, नुन र गुड पनि। दही चाहिँ पहतारैमा थियो। मोदी आइनले भनी, ल बसेर खाऊ। मिसिरजीलाई पर्खनु पर्दैन, उनी सन्ध्या गरेर आउलान्, बेर लाग्ला उनलाई, केटाकेटीलाई पर्खनु पर्दैन। उसले फेरि भनी, हडा तलाउ कत्रो अजङ्को छ अघि, कस्तो लाग्यो नानी तिमीलाई? पानी कस्तो छ, कञ्चन र शीतल होइन? मैले सोधेँ, मोदी आइन के त्यहाँ देउता बास गर्छन्? घमण्ड गर्नेलाई सहँदैनन् के? कति मानिस डुबेका छन्? कति यो आजको पोखरी हो र, बडो शक्ति भएको देव बस्छ त्यहाँ। यो जस्तो पोखरी यहाँ जिल्लाभरि अरू कतै छैन। मैले पनि उत्सुकतासँग समर्थन गरेँ भने, हो यत्रो ठुलो पोखरी मैले कहीँ पनि देखेकै छैन। फेरि बडो मायाले मैले खाइराखेको मेरो राखेको हेरेर मोदी आइनले भने, बबुवा तिमी के गर्छौ, पढ्छौ कि पढ्दैनौ? मैले भने, पढ्छु। झुकेर मेरो शिर लिएर आफ्नो शिर ल्याएर उसले फेरि सोधी, के पढ्छौ नानी? एबिसिडी? पढेर के गर्छौ? धर्म जसरी मैले भन्ने गरेको थिएँ त्यही निर्धक्कताका साथसँग मैले भने, ठुलो मानिस हुन्छु। उसले फेरि सोधे, कस्तो ठुलो मानिस? मैले यस्तो प्रश्नको उत्तर जानेकै थिएँ। चुप लागेर खाइरहेँ। उसले नजिकै खचक्क बसेर भनी, ठुला मानिस थरीका हुन्छन्, असल मानिस भने एक थरीका मात्र हुन्छन्। ठुलो हुनपट्टि नलाग्नु, असल हुनपट्टि लाग्नु नानी। खोकिरहने मोदीले कुनाबाट नागबेलीमा भन्यो, मोदी आइन यो तेरो कस्तो बानी, जसलाई पनि अर्थी उपदेश मात्र दिइरहन्छस्। तबसम्म मिसिरजी पनि नुहाइवरी खाइसकेका थिए। मोदी आइन जुरुक्क उठी र उनलाई सम्बोधन गरेर भने, बबुवा भोकायो होलान् भनेर मैले उनलाई दही चिउरा खान दिएँ। तपाईँ भात पकाएर खाने भए चामल, दाल, घिउ, तेल, दाउरा सबै थोक झिकेर राखिदिएको छु। चुल्लोमा आगो पनि बालिदिन्छु, नत्र दही चिउरा नै खाए हुन्छ। उनले भने, मलाई भात पकाउने जाँगर छैन। उनलाई दही चिउरा ठिक्क पार्न मोदी आइन चौकीमाथि उभिए।
मिश्रजीलाई खाना खाइवरी ऊ भित्र आफ्नो कोठामा गई। मोदी पनि खोक्दै खोक्दै उसको पछि लागेर भित्र पस्यो। मलाई लाग्यो उनीहरू पनि दिउँसोको भोजन गर्न थाले। मुखमा गाँस राखेको स्वरले मोदी आइनले भित्रबाट भनी, त्यहाँ कौवा चिल आउला, हेरिदिनु होला, म एकछिनमा आउँछु। हठात आफ्नो दरभङ्गा आउने प्रयोजन सम्झेर म व्याकुल भएँ। दिउँसो 11 बजेको हुँदो त्यो समय जब सहर बजारको कोलाहल एक घडीका लागि शान्त हुन्थ्यो। स्टेसन शून्य थियो। सडकमा पनि गाडी या पैदल यात्री फाट्टफुट्ट मात्र देखा पर्थे। टन्टलापुरको घाम चारैतिर फैलिएको थियो। आकाशमा चिलहरू बगिरहेका थिए धेरै माथि। पसलको स्वामीको रूपमा कहिले कहिले कौवा आएर कराउँथे। कहिले कहिले एउटा बिराली एउटा पसलबाट अर्को पसल गएकी देखिन्थे। हडाहा पोखरीमाथि सूर्यको प्रखर घाम अनावरत परिरहेको थियो। तर अहिले पनि बादलको छाया पर्दा पानी एकैछिनमा मसी जस्तो कालो हुन्थ्यो र हावाको सानो झोक्कामा पनि असङ्ख्य लहरका साथ त्यहाँको पानी चञ्चल भएको देखिन्थ्यो। मैले मिश्रजीलाई ढिपी गरेँ, सहर हेर्न जाउँ। उनले आश्चर्यसँग भने, यस्तो घाममा? मैले ढिपीमाथि ढिपी गरेँ र उनलाई यति व्यग्र पारेँ कि उनले उठेर एउटा एक्का लिनु पर्यो। सहरको पुरा परिक्रमाको निमित्त होइन कि भनेर नगर दर्शनको पहिलो कदमको लागि मात्र एक्काले रातदरबारसम्म हामीलाई पुर्याइदियो। त्यहाँ एक्काबाट ओर्लेर हामी पैदल हिँड्न थाल्यौँ। अजङको फलामे फाटकनेर उभिएर लालदरबारलाई हामीले हेऱ्यौँ, जसका सम्बन्धमा बिहान रेलगाडीमा बुढो यात्रीले भनेको थियो कि 1.5 करोडको लागत परेको छ त्यसलाई बनाउन। आँखाले भ्याइन्जेलसम्म लामो दरबार, त्यस्तै विशाल फुलको बगैँचा जसमा नाना प्रकारका सिङ्गारे रुख र फुलका बिरुवाहरू लागेका थिए। फाटकमा उभिएको बन्दुकधारी रक्षकले हामीलाई हकार्यो, के हेऱ्यो त्यो? भाग यहाँबाट। त्यहाँबाट हामी हात्तीसार, घोडासार, अस्बाब खाना हेर्दै हिँड्यौँ। 101 चमत्कारका वस्तुहरू फेरि त्यताबाट बजारपट्टि लाग्यौँ। दरभङ्गा सहर तिनताका एकै ठाउँमा स्थित थिएन। मोहल्ला मोहल्ला, टोल टोल आपसमा छुट्टिया थिए। एक ठाउँबाट अर्को ठाउँ जाँदा गाउँको सानो खण्डलाई पार गर्नु पर्थ्यो। खेतबारी, ताडका ठुला ठुला रुख र बीचमा ताडी खानाका झोपडीहरू, ठाउँ ठाउँमा ठुला ठुला नालाहरूमा मोहल्लाभरिका फोहोर गजगज गरेर उम्लिरहन्थे। सहरका बाबुहरू खपडाका छाना भएका बङ्गलाका उच्च बरन्डामा ठुला ठुला भारी किसिमका चेप्टा खालका आरामी कुर्सीमा, जसमा शरीरलाई केवल आधा सुताएर मात्र राख्न सकिन्थ्यो, लेटेर दिउँसोको शून्यतापट्टि हेरिरहेका थिए। कहिले कहिले सडकको माटोलाई धुलो पार्दै 1-2 एक्का या बैलगाडी पास गर्थ्यो। दरभङ्गा सहरको यो लामो भ्रमणले आँखामा अनौठा अनौठा दृश्य भर्दै तर शरीरमा तीव्र थकान लिँदै साँझ पख हामी फेरि मोदी आइन कहाँ आइपुग्यौँ। मिश्रजीले लखतरान भएर थचक्क चौकीमा बसेर लामो सास ताने। मोदी आइनले एक बाल्टी पानी र लोटा ल्याएर भनी, तपाईँहरू धेरै थाक्नुभयो होला, हातबाट धोएर थकाइ मार्नुहोस्। हेर बबुवालाई बिचरा। जस्तै मायाको वचन उस्तै उसको हेराइ पनि। मिश्रजी उठे, लोटा टिपे र भने, म यसो पोखरीतिर जान्छु, त्यहाँ सबै कुराबाट निवृत्त भएर आउँछु, अनि मलाई काममा बाहिर जानु छ। म पनि पोखरीमा जान भनी उठेँ। मोदी आइनले मलाई रोकेर भने, पर्दैन, नानीले जानु पोखरी, अहिले कुबेलामा थाकेको पनि छौ। मैले त्यही पिँढीमा गोडा मुख धोएँ र नाङ्गो चौकीमा आएर बसेँ। मोदी आइनले एउटा ठुलो लालटेन बाली र त्यसलाई फलामको एउटा पातलो डन्डीमा झुन्ड्याइदियो। एक एक गरेर अरू पसलमा पनि बत्ती बल्यो, स्टेसनमा पनि बत्ती बल्यो। एकछिनमा साँझ मक्क पर्यो। कित्रो र झ्याउकिरीको तीव्र ध्वनिले बेलुकाको वातावरण गुन्जिरहट हुन थाल्यो। हडाहा पोखरी अन्धकारमा लुप्त भयो। केवल बाक्लो कालो निस्तब्धका एउटा पत्रो त्यसमाथि परेको जस्तो थियो, जसका उपर असङ्ख्य जुनकुरी बल्दै निभ्दै उडिरहेका थिए। हडाहाका उपर साँझ विशेष रूपले बाक्लिया जस्तो मलाई लाग्यो। मैले शिथिल स्वरमा सोधेँ, मोदी आइन, हडाहा पोखरीमा सधैँ साँझ यस्तै कालो हुन्छ? उसले एकचोटि मतिर पुलुक्कै हेऱ्यो। अँध्यारोले होला, मलाई लाग्यो ऊ टाढाबाट मतिर हेरिरहेकी छ। तर उसको स्नेह बानीले आश्वस्त भएर उसले भनेको मैले सुने, नानी, अडाहा एउटा विशेष किसिमको पोखरी हो। मैले सोधेँ, कस्तो? उसले भने, यो बडो प्राचीन पोखरी हो, महाभारतको पालाको, जबकि यो ठाउँ अटव्य जङ्गल थियो, जसको बीचमा एउटा सानो पोखरी। अनि पछि पछि जङ्गल मासिँदै गयो। गाउँ र मानिसहरूले जङ्गललाई पेल्दै हिँडे र कालान्तरमा यो ठाउँमा बस्ती नै बस्यो।
र पछि दरभङ्गाको अहिलेको महाराजको पुर्खाले आफ्नो जमनदारीभित्र पारे। मोदी ऐनले एकसुरे बोलीमा भनिरही म बेसरी थाकेको थिएँ र उसको बोलीको एकसुरले म तन्द्रामा परेको जस्तो भएँ। ऊ भन्दै गयो, यही तलाउको किनारमा त्यस बखत यो तलाउ एउटा सानो बापी थियो, झारै झारले घेरिएको, बसेर एउटा मधुबारिन माछा बेच्थे। मछुबारिन अल्गी थिए, हिस्सी परेकी र मोटी र जस्तो कि चलन छ उसको शरीरभरि चाँदीका गहनाहरू रहन्थे। उसको घर कहाँ थियो, ऊ कहाँ माछा मार्थे, यी सब कुरा कसैलाई थाहा थिएन, तर उसका माछा असल हुन्थे। त्यसो हुनाले ऊ आफ्नो ठाउँमा बस्दा नबस्दै उसका माछाको बिक्री भइसक्यो। म चुप्प लागेर लट्ठिएको देखेर उसले कथालाई भन्दा भन्दै थामिएर सोधी, सुनिरहेछौ नानी? मैले भने, अनि नि मोदी ऐन। एक दिन ऊ सधैँको जस्तो माछा लिएर तलाउको किनारमा आफ्नो कुनामा आएर बसी। त्यस दिन एउटा ठुलो रोहु माछा थियो जसको डालामा त्यसै बखतमा दरभङ्गा राजाको एउटा नामी तान्त्रिक तलाउमा नुहाएर दुर्गा कवच पाठ गर्दै आइरहेको थियो। उसले रातो धोती, रातो भोटो र रातो काने टोपी लगाएको थियो। मछुवारिनको डालोको त्यो राम्रो रोहुलाई देखेर त्यसलाई किन्यो। मछुवारिन त्यत्रो ठुलो माछा एउटा ग्राहकले किन्यो भने खुसी भई र हाँसेर पण्डितलाई भने, पण्डितज्यू तपाईँको घरभरिलाई यसले मनग्गे पुग्ला। उसले हाँस्दा देखिएका उसका मिलेका दाँतको चमकले मछुवारिनको अनुहार टलक्क थियो र उसका ओठ रसाएका जस्ता चिल्ला भए। तान्त्रिकले त्यो सुन्दर नारीलाई मक्क परेर हेरिरह्यो कि त्यसै बखतमा एउटा चिलले झम्टेर तान्त्रिकका हातको मासु चटक्क टिपेर उड्यो। तर माछा यति भारी थियो कि चिलले टाढा लैजान सकेन। 50 डेग जति पर लगेर झारिदियो। मछुवारिन एकचोटि फेरि हाँसी। तान्त्रिकले बडो गौरसँग मछुवारिनलाई हेऱ्यो। उसलाई लाग्यो कि हाँसो पछिको चेहरा कुनै प्राचीन नारीको छ, जसमा मुख्य भाग वेदनाको मात्र छ, हाँसो मात्र ताजा र अहिलेको। उसले बुझेको जस्तो गरी सोध्यो, मछुवारिन तिमी किन हाँस्यौ? को हो तिमी? मछुवारिनले भने, म को हुँ, तिमीलाई के चासो? हाँसेको किनभने कलियुगमा मानिस मात्र खिएनन् कि पशु पन्छी पनि खिसके। हेर न, त्यो रोहुलाई चिलले उडाएर लैजान सकेन। पहिले पहिले मानिसहरू पराक्रमी र हात्ती जस्ता शक्ति राख्ने हुन्थे र पशु पन्छी पनि त्यस्तै बलिया। महाभारतको पालामा कुरुक्षेत्रबाट एउटा योद्धाको शरीरलाई टिपेर उडेको चिलले यही वापीमा आएर त्यस सबलाई फ्याँकेको थियो। कहाँ कुरुक्षेत्र र कहाँ दरभङ्गा, त्यत्रो दूरी र योद्धाको भारी शरीरलाई बोकेर हिँड्नु त्यति टाढा। कत्रा चिल हुँदा हुन्, कति शक्तिशाली तिन ताका। तान्त्रिकले फेरि सोध्यो, तिमी को हो बताऊ? यो कुरा तिमीलाई कसरी थाहा पायो? मछुवारिनको मुखबाट मुस्कान हठात उठेर गयो। विषादले त्यो भरियो। उसले आफ्नो डालो टिप्दै भनी, म को हुँ, त्यसको तिमीलाई के प्रयोजन? तान्त्रिक किञ्चित अधिकारको स्वरमा केही भन्दै थियो कि डालो बोकेकी मछुवारिन सुनेको नसुने गरेर हिँडी। तान्त्रिकले बाटो छेकेर रहस्य उद्घाटन गर्ने उद्देश्यले कड्केर भन्यो, मछुवारिन थाम, तिमी को हौ, मलाई नबताएर जान पाउँदैनौ। तर तबसम्म मछुवारिन अलोप भइसकेकी थिए। न त्यहाँ मछुवारिन नै थिए, न उसको डालो। केवल तान्त्रिकले कड्केको ध्वनि केही वर्षमा बिहानको वायुमण्डलमा गुन्जिरह्यो र केही दूर भुइँमा खसेको रो माछा बिहानको घाममा टल्किरह्यो। मैले बडो बेग्रह भएर सोधेँ, अनि के भयो मोदी ऐन? अनि के भयो? तान्त्रिक सोझै राजदरबारमा गयो र राजालाई सबै वृत्तान्त सुनायो। अनि तान्त्रिकको सल्लाहले बापीलाई खन्ने निर्णय भयो। महाभारतको योद्धाको शरीरको हाड केही फेला पर्छ कि भन्यो। 5000 ज्यामीले 6 महिना रात दिन गरेर यसलाई खने। धेरै हाड फोड पाइयो। तिनलाई गङ्गाजीमा लगेर अनुष्ठानपूर्वक सेलाए। त्यहाँको यो सानो बापी खनिएर यत्रो ठुलो पोखरी भयो र यहाँबाट हाड पाइया हुनाले यसलाई हडाहा पोखरी भन्छन्। मैले बडो उत्कण्ठाले सुकेको स्वरमा सोधेँ, अनि मोदी ऐनले भनी, त्यति त हो कथा यस तलाबको। अब तिमी खाइवरी छु त, थाकेको होला। थाकेको म निश्चय नै थिएँ। दिनभरिको सहरको प्रदक्षिणाले गर्दा शरीर अत्यन्त क्लान्त भएको थियो। आँखा पनि बीचबीचमा थकानले भारी भएर त्यस चिम्लिन खोज्थे। तर साथै मछुवारिनको कथाले उत्तेजित पनि हुन्थे। त्यसै बखतमा सन्ध्या सिद्ध्याएर मिसिरजी पसलभित्र पसे। उनले भने, मोदी ऐन, बाबुलाई राम्ररी खुवाइवरी सुताउनु, म बाहिरै खान्छु। धेरै राति भएपछि फर्कुला, 2 स्टेसन अगाडि जानु छ। गाडी पनि आउने बखत भयो। म हिँडेँ। म हतारिएर उहिनेर पुगेँ र डिपी गर्न थालेँ। म पनि जान्छु। मिसिरजी यसपालि त केही गर्दा पनि मानेन।
मोदी आइनले पनि भने कहाँ जान्छन्, थाकेको शरीरलाई लिएर यो रातमा मिसिरजी आइहाल्छन् नि, फर्केर 4-5 घण्टामा ल हिँड खाएर सु त, म भण्डाको तरकारी पठाइदिन्छु, दुध र भुजा खानु। मिसिरजी स्टेसनतर्फ लागे। मोदी आइन चुलोमा बसेर भण्डा तार्न थाली। भित्रको कोठामा मोदी खोक्दै बसिरहेको थियो। म एकछिन एक्लै चौकीमा बसेर अँध्यारोले ढाकेको दरबन्दा सहरलाई हेर्न थालेँ। बिचबिचमा झल्यास्स भएर मछुवारीको सम्झना हुन्थ्यो। सम्झिन्थे अहिले जुन पोखरी रात्रिको निष्पट अन्धकारमा विलिन भएको छ, त्यसैको किनारमा त्यो बस्ती, यही पसलको थलो लिएर कतै। म चौकीमा धेरै बेरसम्म बस्न सकेँ। चुलो लिएर पुगेँ। मोदी आइनले भने भोक लाग्यो नानी, बस एकछिनमा सबै थोक तयारी पारिदिन्छु। मैले भने मोदी आइन महाभारतको कालका मानिसहरू त्यति पछिसम्म बाँच्छन् र? म छुरिन्थी र साँच्चै? उसले भने किन बाँच्दैनन्? प्रियतात्मा भएर जुग जुगान्तरसम्म बाँचिरहेछन्। आफ्ना प्रियजनहरूको नजिकै भइरहन खोज्छन्। कुनै न कुनै पान्साले, कुनै न कुनै कृति नभएको कामनाले उनीहरूलाई अमर पारेर मृत्युलोकमा दृश्य अदृश्य आकार रूपमा घुमाइरहन्छ। मैले पक्क पर सोधेँ, अहिले पनि होली त्यो स्वास्नी मानिस? मोदी आइनले तरकारीलाई आगोबाट झिकिएर भने, होली नि, ल बस खानु। उठेर गएर पिर्का लिएर आई र मलाई बस्न भनेर उसले भनेर राखिदिए। त्यो नौलो ठाउँमा एउटी नौली आई मैले दिएको दुध, भुजा, गुड र भण्डाको तरुवा खाँदा मलाई बडो बिरानो र एक्लो भएको अनुभव। घरमा आमालाई सम्झेँ, बालाई सम्झेँ, भाइ बहिनीहरू अघि नै खाएर सुतिसके होला। मिसिरजी कहिले फर्कने आएनन् भने मेरो मन आत्तियो। मलाई सुत्न भनेर चौकीमा एउटा काम्लोमाथि निलो च्यादर बिछ्याइदिएकी थिए मोदी आइनले। एउटा मैलो तकिया सिरानीपट्टि राख्दै उसले चौकीबाटै मलाई हेरेर भने, किन नखाएको नानी? चाँडै खाऊ र पेटभरि खाऊ कि हेर बिछ्याउन लगाइदिइसक्नु, तिमीलाई सोध्नु। म छिटै खाएर उठेँ र हात धोएर बिछ्याउनमा आएर पल्टेँ। मोदी आइनले भाँडाकुँडा मलेर अगेना लिएर ठाडो पारेर राख्यो। अनि एउटा डिबरी लिएर आई र त्यसलाई चुलोमाथि राखिदिए। तारमा झुन्ड्याइएको लालटेनलाई निभाइदिए। अब केवल चुलोमाथिको मुस्लो धुवाँ फ्याँकिरहने डिबरीको रातो राकोले त्यही क्षीण प्रकाश दिन थाल्यो। बाहिर निर्जन रात्रिको असङ्ख्य किराहरूको मसिनो आवाज मात्र थियो। मोदी आइनले एकचोटि कोठाको चारैतिर हेरे र सबै कुरो ठिक पाएर मलाई हेर्दै भने, ल अब सुत, डराउनु त डराउँदैनौ नानी? मैले बडो बलपूर्वक साहस देखाउँदै मुन्टो हल्लाएर भने, डराउँदै। जाँदा जाँदै उसले भने, म त्यहीँ भित्र कोठामा हुन्छु, चाहिए मलाई बोलाउनु मोदी आइन भनेर है। ऊ जाने बित्तिकै रात्रि निष्पट एकान्त भयो। डिबियाको रातो शिखा कहिले हल्लिन्थ्यो र त्यसैका साथ कोठामा तमाम छायाहरू पनि हल्लिन थाल्थे। भित्ताका छायाहरू ढक्कीको गुन्टाको लच्छीको बोराको छाया कहिले कहिले दायाँ बायाँ गरेर हल्लिन्थे पिङ खेलेको जस्तो, र कहिले मचिन छाडेर एकै ठाउँमा थर्किन थाल्थे। डिबियाको बत्ती कहिले कहिले चट गरेर फर्क चर्किन्थ्यो र बत्तीको मुखमा गाँठै गाँठा बन्दै जान्थ्यो। केवल धुवाँको मुस्लो एकनाससँग छानापट्टि गइरहेको थियो। मलाई बिस्तार बिस्तार डरको सञ्चार हुन थाल्यो। यसरी एक्लै म कहिले पनि सुतेको थिइनँ। मछुवारीनको कथा पनि झलझल सम्झन थाल्यो। मेरो मुटु डरले काँप्न थाल्यो र शरीरमा काँडै काँडा उम्रियो। लाग्यो बाहिर निस्तब्धतालाई भङ्ग गर्दै पानीमा कसैले छप्प गर्यो। म एकदम भयभीत भएँ र कराएँ, मिसिरजी। मोदी आइनले भित्रैबाट सोधे, के भयो नानी? मैले भने, हडा पोखरीको पानीमा छप्प भयो। उसले भने, सुत सुत, माछा उब्रेको पानीमा। मोदीले प्राणै दिउँला जस्तो गरेर लहरे खोकी खोक्न थाल्यो। मोदी आइनले कुनै के भन्दै उसको छातीमा मालिस गर्न थाले। मोदीले भने, कफ भरेको गलाले भन्यो, ओहो, मर्न पाए पनि हुन्थ्यो।
मोदी ऐनले भने त्यो राति अमङ्गल कुरा भनेको मोदी मानिसले अब तिमीलाई ठिक हुन्छ सोच्ने कोसिस गर। एकछिनपछि भित्र कोठाको हलचल शान्त भयो। साथीहरू सुते। मोदीले भारी हावाको उपन्याससँग सास फेरेको बाहिर सुन्न थाले। फेरि रात्रिको भयावह निस्तब्धता दिएको प्रकाशको सानो घेरामा बाहिरको भूमि अन्धकार र रात्रिको निशाचर किराहरूको मसिनो कीटो गन्जन र कोठाको भित्तामा हल्लिरहने मच्चिने थर्किने छायाहरू फिल्म भयभीत हुन थाले र बाबर मसवारिनको प्रेत आत्माको सम्झनामा म निसासिएँ जस्तो लाग्यो। दिनभरिको हिँडाइले शरीर थाकेर लटपट थियो र आँखामा लट्ठिएर निद्रा आउन सक्यो तर डरले गर्दा सुप्त निद हुन सकेन। कसो आँखा लाग्ने बित्तिकै सपना त्यसरी जस्तो लाग्थ्यो र त्यसै गर्दा पनि बुझिहाल्थ्यो। सपना र विपना तिनीमा एक नाचको डरका तस्बिर खिचिन्थे। यस्तो त्यसै हात्तिएर फेरि चिच्च्या सिजी मोदी के हो के भन्दै आयो। मोदीले फेरि खोकेको सुने मोदी आइले भने तिमीलाई डर लागेको छ तिमीहरू कस्तो भएर लाग्यो बडो आश्वस्त मानेर भने मोदी आइन कथा भन्दा जस्तै नाचमा जस्तो त्यसको बानी युद्धको भएकाले बिताएको छायाको हल्लाले एउटा कौतुक तिनीहरूको परिश्रम शरीरको रकरकमा निद्राको सञ्चार गरिरहेको थियो। हडामा बिचबिचमा छक्को ध्वनि सुन्थ्यो। टाढाबाट सुनिएको बिहान स्टेसनका कोलाहल र घुलमुलको दृश्य बालदरबार हात्तीसार र सहरका अरू दृश्य उनीहरू थाकेको मस्तिष्कमा तोहिएको लागुमा विद्युतको झपक्क निदाउनु र सपनाका तस्बिर पछि ठिक गरेर हिँड्न थाल्यो। यी सबका बिचमा मोदी ऐनको झक्झक्छ पार्ने एक सूर्य कोमल बोली लगातार भोलि वर्षा सिद्धिएपछि बाहिर छानाबाट बिस्तारै टकटक गरेर पानीका थोपा खसेको जस्तो ऊ भन्दै थियो। एकादशमा धेरै पहिले भारत वर्षमा हस्तिनापुर भन्ने एउटा ठुलो राज्यको राजधानी थियो। त्यहाँका राजा धृतराष्ट्र भन्ने एउटा अन्डा थियो। अन्डा भएकोले गद्दीमा बस्नु भयो। राजा भएका लागि उनका छोरा र भतिजा आउन कला हुन थाले। धृतराष्ट्रको रानी गान्धारी बडा प्रतिव्रता थियो। त्यसो हुनाले कतिले आफ्नो आँखाले विश्वको सुन्दर रचना हेर्न पाउँदैनन् भने मैले पनि आँखाको गफ गर्न हुन्न भनेर आँखामा सधैँ पट्टी बाँधेर बस्थेँ। उनीहरूका 100 छोराहरू थिए। जेठाको दुर्योधन नाउँ थियो। धृतराष्ट्र खलकलाई कौरव भन्थे। धृतराष्ट्रका 5 जना भतिजा थिए। तिनीमध्ये जेठा थिए युधिष्ठिर। यी 5 जना भाइलाई भन्थे छोरा र भतिजाहरूमा कला गरेको सल्लाह लिएर भतिजाहरूका लागि राज्य जमुनापारी हस्तिनापुरको उत्तरपूर्वपट्टिको इन्द्रप्रस्थको स्थापना भएको थियो। खण्डप्रस्थमा पर्ने जङ्गलमा निवास गर्ने धेरै जातिहरू बस्तीहरू थिए र त्यही ठाउँमा जङ्गल फाडेर धेरै इन्द्रप्रस्थको स्थापना हुने सबै बस्तीहरू मार्छन्। जङ्गलमा बस्ने बस्तीको तर खेतीबाली गरेर बसेका परिवारहरू बडो विषय उनीहरूको घरद्वार निर्मूल भयो। त्यसै बेघर हुन गएका परिवारहरूमध्ये एउटा क्षेत्रीय परिवार थियो जसमा केटी सानी बालिका थियो। जसको नाम रसङ्ग नारी थियो। नारी भनेको थाहा छ तिमीलाई? किन थाहा होला? नारी भनेको सासु मानिस मोदी आउने भनेको म जस्तै छ। तिमीलाई धेरै कुरा आउँदैछ है। त्यो प्रशंसाले बडो सन्तोष भएको अनुभव छ। आँखामा निदा धेरै चलिसकेको थियो। घरमा पनि आमाहरू अहिले पनि घरको यस्तो कथा पनि धेरै सुनेको छ। साँच्चीको कथा पनि आमाले कहिले भनेको थियो जस्तो लाग्यो। मेरो शरीरलाई ठिकै गयो। एउटा अवर्णनीय आनन्दमा अस्ति गयो जस्तो। सबै कुरो मानव बिर्सियो। केवल मोदी आएको कोमल कण्ठको आवाज र त्यस आवाजले चित्रित गरिएको कथाको तस्बिर मात्र बाँकी रह्यो मेरो चेतनामा। नारी त्यस समय एउटा सानो नग्न बालिका थियो। इन्द्रप्रस्थको राजधानी बनाउँदा असङ्ख्य मानिसहरूको भिड त्यहाँ लागेको छ। रात दिन गएर बिस्तार बिस्तार ठुला महलहरू खडा भएको बगैँचा बाटोका लगाए। कारिगरहरूले सुन्दर सुन्दर मूर्तिहरू बढेर सँगसँगै तिहार राखिदिए। इन्द्रप्रस्थको स्वभाव इन्द्रपुरले पनि नाच गर्न थाल्यो। तयार भएको
रीति व्यक्ति सडकमा नाङ्गो नयाँ तर आमा बाबुहरूलाई घरबारी हरण भइसकेको थियो। धेरै सहरकाले अरू किसिमको पेसा पनि अंगीकार गरे। कति होइन र भूमिका व्यक्तिले इन्कमको कारण पाइन्थ्यो, तर आफ्नो स्वतन्त्र खेती बस्ती भएकोले यहाँका पूर्व निवासीहरू बडा दुखी भएका थिए। तर केही भएको थिएन। त्यति बडो सजधज र आयोजनाका साथ पाण्डवहरूले आफ्नो सहरमा प्रवेश गरेको बोल्थ्यो कि उनीहरू गृह प्रवेश गरिरहेका थिए। ठुलो यज्ञ भयो। ब्राह्मण र पुरोहितहरूले उच्च कण्ठले वेद पाठ गरे। शास्त्र अस्त्रको प्रदर्शन गरे र भेला भएका सैनिक नागरिकहरूले ठुलो स्वरमा पाण्डवहरूको जय जयकार गरे। यज्ञ धुनले व्याप्त आकाशमा धेरै जोसम्म जयध्वनि भइरह्यो। बालिका नारीले यो सारा आयोजना र प्रदर्शन गरे। कौतुकमयताका साथ हेरी जसले उसलेदेखि पाण्डवहरू बडा सुन्दर रूपक रहेछन् र उनको स्त्री द्रौपदीको सुन्दरताको कसले वर्णन गर्न सक्यो। घर घरमा सबै पहिलेदेखि नै उसको चर्चा गर्थे। सानो भएर पनि नारी बालिकाले युद्ध जिती द्रौपदी 5 प्रजापति युद्ध कुशल पुरुष रत्नहरूकी सम्मिलित प्रेम पात्र भएकी यसका नाक रेकुटी र गिर्वा ग्रवले चढेका थिए। पाण्डवहरू इन्द्रप्रस्थबाट आफ्नो दिन प्रतिदिन बढ्दै गएको राज्यको शासन गर्न थाले। इन्द्रप्रस्थले एउटा राजधानीको साधारण गतिमा प्रवेश गर्यो। त्यहाँका नागरिकहरू आफ्ना वृत्ति र रोजगारमा लागे। शहरको नूतनता बिस्तार बिस्तार समाप्त हुँदै गयो। विस्थापित परिवारहरू पनि एक एक गरेर नगरका थायी नागरिक परिवारमा परिणत हुँदै गए र उनीहरूले क्रमशः पूर्ण रूपले नागरिकलाई ग्रहण गर्न थाले। नारी बालिकाबाट अलि ठुली हुँदै गई कम्मरमा कन्दनीको सहाराले सानो वस्त्रखण्ड बेर्न थाली। तर हस्तिनापुरको दुर्योधनको दरबारमा र इन्द्रप्रस्थको युधिष्ठिरको दरबारमा भित्री प्रतिस्पर्धा बढ्दै गयो। नृत्यप्रति दुर्योधनलाई पाण्डवहरूको बढ्ती भएको असह्य हुन थाले। उता पाण्डवहरू पनि प्रतिरक्षाको तयारीमा लाग्न थाले। दुवैमा युद्ध त भएन, तर सामरिक तयारी हुन थाल्यो। एक प्रकारको शीत युद्धको वातावरण बन्न गयो हस्तिनापुर र इन्द्रप्रस्थका बीच। बाहिर देखाउन भने औपचारिक सम्बन्ध राम्रो नै राखेका थिए। परिवारहरूले गर्नुपर्ने सामाजिक अथवा धार्मिक अनुष्ठानहरू दुवै परिवार सम्मिलित भएर गर्थे। तर भित्रभित्र वैरको भाव पनि बढ्दै गएको थियो। दुवैतर्फका धेरै बुढापाकाहरूले यसलाई शान्त गराउने प्रयत्न पनि गरे। एक दिन दुर्योधनले ठुलो आवाज जुवाको आयोजना गरेर युधिष्ठिरलाई निम्ता पठाए। चिन्ताका धुत्त छात्र धर्म अधीनको मर्यादापूर्ण मनोरञ्जन मानिन्थ्यो। युधिष्ठिर लावालस्कर लिएर हस्तिनापुर दुर्योधनले ढोकासम्म आएर उनको स्वागत सत्कार गरे। भन्छन् दुर्योधनको मामा शकुनीले जाल गरेर प्रत्येक बारीमा युधिष्ठिरलाई हराउँदै गएर जुवाको नशा चढेको युधिष्ठिर किन मान्थे। एक एक गरेर उनले दाउमा मुद्रा राखे र फेरि मणि माणिक्यादिहरू पनि यावत चल सम्पत्ति पछि जुवा रन्किँदै जाँदा राजपाट राख्दै हार्दै गए। अन्तमा पागल भएर आफ्नो द्रौपदीलाई पनि दाउमा राखे। मारा भन्ने तुमुल स्वरले गुप्त स्थल कम्पित गर्दै कौरवहरूले द्रौपदीलाई लिखेका थिए। भन्छन् आफ्नो इवी सार्न र रजस्वला भएकी द्रौपदीलाई सारा सभाको मध्यमा निर्वस्त पारे। दुशासनले जो दुर्योधनका एउटा दुस्साहसी भाइ थिए। निर्जन निकुञ्जमा प्रभावित भइरहने कुन निर्जरिनीको अदर्श ध्वनि जस्तो मोतिहारीको बोली नथामिएर मानव बगिरहेको थियो। मेरो थाकेको र निद्राले भरिपूर्ण भएको मस्तिष्कको कुनै भित्री तहमा चेतनासँग बजिरहेको थियो। कहिले कहिले लाग्थ्यो मरिजाइसकेको छु र सपनाका तस्बिर मेरो भित्री चेतनाको उपकथाको धारावाहिक क्रममा एक एक गरेर परिरहेका थिए। उनी कहिले हो त्यो पनि सम्झना छैन। एकमात्र स्वरमा कथाको वर्णन गर्दा गर्दै मोदी आए। मेरो प्रत्यक्ष चेतनामा इन्द्रप्रस्थकी एउटी नारीसँग मिसिनु थियो। लाग्थ्यो एकदम सपनामा पुरा हुने सबै केवल ध्वनि मात्र बाहिरबाट परिरहेको थियो मेरो कामभित्र। र त्यो ध्वनि थियो मोदी आएको कण्ठको नाश हो। सायद यो पनि हुनसक्छ मेरो कथा सुन्ने उत्सुकताको जोडले गर्दा कान त खुला रह्यो, तर मेरो बालकको कहिलो शरीर खाली हुँदैसकेको थियो। सुन्ने पहिलेदेखि हो मोदियानीले आफ्नो जीवनको वृत्तान्त जस्तो गरेर भन्न थाले। मेरो आमा बुबाहरूले पनि द्रौपदीको चिरहनु एउटी नारीको अपमान मात्र होइन, ठुलो अनिष्टको अपरिहार्य सूचक हो। घर घरमा यसको चर्चा भयो र सबै अनिष्टको आशंकाले प्रशिक्षित भयो।
लगत्तै फेरि पाण्डवहरूले वन जानुपर्ने 12 वर्षका लागि इन्द्रप्रस्थ विराम भयो। त्यहाँका ठुला ठुला दरबार खाली भयो, मानिसहरूको रोजगार खस्यो। त्यहाँका नागरिकहरू एक गर्न हतियारको लागि इन्द्रप्रस्थका एकदम शून्य भयो। हाम्रो परिवार क्षेत्रीय भएकोले मेरो भाइ इन्द्रप्रस्थको पाण्डव दरबार रक्षक दलको तल्लो कक्षाको एउटा पदाधिकारी हुनुभएको थियो। हाम्रो खेतबारी नष्ट भएपछि बाले सानो पद भए पनि जागिर सुरु गरेको थियो र त्यसबाट हामी नयाँ जीवन बिताइरहेका थियौँ। एक प्रकारले निरस्त भएर त्यो पनि फेरि खोसियो। पाण्डवहरू वन गएपछि इन्द्रप्रस्थमा दुर्योधन कब्जा भयो र त्यहाँका रक्षकहरू सेवामुक्त गरियो। किनभने पाण्डव पक्ष भएकाले गौरव गर्न उनीहरूलाई सामना गर्दा सुरक्षा हुँदैन भयो। हाम्रो परिवार फेरि विसर्जीमा पर्यो। हामीहरू जस्तै विसर्जीमा पर्ने असङ्ख्य परिवारहरू थिए र उनीहरूको सर हामी पनि ताते लाग्दै पश्चिमतिरको ठुलो राजधानी हस्तिनापुर थियो। त्यस बखतमा आफ्नो वर्षकी हुनुहुन्थ्यो। आमा बा म र मेरो सानो 4 वर्षको भाइ सोनाथी भएर हस्तिनापुर आयो। तर त्यहाँ हामी क्षेत्रीयहरूको सम्मान अनुकूल काम कहाँ पाउँथ्यौँ। पाण्डव पक्ष भएकाले कौरवको सेना हाम्रो लागि परिचित थियो। बा पनि आफू पाण्डव पक्ष भएको सानोतिनो सम्पर्क भन्नु धेरै दिनपछि डर ठोक्कर खाँदा गल्ली भड्किएर कामको खोजीमा एक ठाउँबाट अर्को ठाउँ जाँदै गर्दा पनि केही सिप नलागेर जमुनाको टन लिएर कौरवहरूको दुर्गको बाहिरी पठाल भन्दा पनि बाहिर जहाँ बकाइनो र बबुलका साना साना रुखका झ्यामेझ्याम लिएर जहाँ पठाल बनाउँदा फ्याँकिएका साना ठुला ढुङ्गाहरू जतक्कै लडिरहेका थिए, हामी एउटा छाप्रो बनाएर बस्न थाल्यौँ। त्यो ठाउँ सहरभन्दा बाहिर जङ्गलको किनारामा थियो। बादिमन मगमगर दैनिक आर्जनले रिजकिन्थ्यो, त्यसैले हाम्रो गुर्जन भइरहेको थियो। यसरी हुर्किँदै वयस चढ्दै गयो। किशोरी भए र यौवनको प्रथम खुर्कियोमा उभिनु पुग्यो। आमा भन्नुहुन्थ्यो, नारी तैँले रानी हुने जिउ पाएकी छस्, लायकी छस्। म मक्ख पर्थेँ र एकान्तमा गएर एउटा ठुलो ढुङ्गा पछिल्तिर बसेर त्यहाँका जङ्गली झ्याउ पात फुलहरूले आफूलाई सिँगार्थे र आफ्नो अनुहारलाई धेरै बेरसम्म चुकेर हेरिरहन्थे। म अल्की थिएँ र कसिएर टम्म परेको स्थूलता भानगीका साथ मेरा सारा शरीरमा फैलिएको थियो। चिन्ताका केही काम नपाएर म जङ्गलमा चारी त्यसै आनन्दले शरीरलाई फुक्क पार्दै हामीको निर्दयका लागि राजकुमारहरू त्यति आउँथे। आमा आत्तिएर मलाई छाप्रोभित्र उल्नुहुन्थ्यो। भन्नुहुन्थ्यो, तँलाई देखेर हेरेर लैजा दरबारमा नतर्की बनाउन तँलाई कहिले पनि नबिर्सियोस्, क्षेत्रीय कुमारी होस्। म छाप्रोको परबाट शिकारमा हिँडेका राजकुमारहरूलाई हेर्थेँ र उनीहरूका साथै आएका उनीहरूका जस्तै तेजी र घोडामा चढेका उनका शिकारी सैनिकहरूलाई पनि लाग्थ्यो, कस्ता राम्रा पुरुष हुन्थे सर। एक दिन म त्यसै भतारिँदै हिँडिरहेको थिएँ। जङ्गलभित्र चैत्य महिना थियो। सुगन्धले भरिएको वायुमा जङ्गलका पात लहराहरू बराबर सिहर्दै काट्दा थिए। रुखहरूमा बसिएर चराचुरुङ्गी सिरबिरी गरिरहेका थिए। कहिले कहिले फुलेको सुगन्धले वन ढल्किन्थ्यो। मैले आफ्नो शरीरलाई थरीथरीका फुलले सिँगारेकी थिएँ, राता सेता पहेँला फुलहरू। त्यसै बखतमा आफ्नो दलबाट छुट्टिएको एउटा अश्वारोही युवक देखा पर्यो। सूर्यको रश्मि उसको मुखमा सोझै परिरहेको थियो, जसले उसको किञ्चित रक्तिम वर्ण भएको अनुहारमा पसिनाले गर्दा टाढाबाट मलाई ज्योति टल्केको जस्तो लाग्यो। उसका काला कपाल कट परेर गर्दनमा घोडाको चालका साथमा भेटेको थियो। हठात मलाई लाग्यो कि म एक्लै छु यो विराट जङ्गलभित्र। एउटा अति सुन्दर सैनिक विस्तार युवकको अगाडि। मलाई त्यस लाग्यो आफूलाई लुकाउन म एउटा मौल सिरीको रुखको खेत पछिल्तिर उभिएँ। त्यहाँबाट बिस्तारै टाउको झिकेर युवकको सुन्दरता हेरिरहनु अश्वारोही युवकले मलाई देखेछ। त्यो घोडालाई मनेर उभ्याएर ओर्लियो र मेरा एक कदम समीप हाम्रा सारा हातमा म लाजले लाग्यो। उसले भन्यो, यो सुन्दर तिमी को हौ? अप्सरा, किन्नरी, गन्धर्व को हौ? मनुष्य नारी त होइन निश्चय नै। यस्तो सुन्दरता पृथ्वीमा कहाँ हुनु पर्छ? मलाई लाग्यो मेरो काममा अमृत छुइरहेको छ। मैले बडो यत्नसँग यति मात्र भने, हे सुन्दरी हो, म एउटा मानव नारी क्षत्रिय कुमारी। अनि उसलाई हेर्न सकेर आँखा भन्न लाग्यो। हाम्रो प्रेम त्यसरी अस्मात् पारमा दृष्टि भयो। चिन्ताको चलनअनुसार जङ्गलमै हाम्रो सुन्दर भयो। अनि मैले उसलाई आमासँग भेटाउन हाम्रो छाप्रोमा लगाएँ। उसले भन्यो, माता, एउटा कौरव पक्ष क्षेत्रीय सैनिक हो। अब तपाईँको सुन्दरी छोरी पति हुन पाउँदा, तपाईँकी सुन्दरी छोरीको पति
हुन पाउँदा म बडो भाग्यमानी भएको छु। साँझपख बा पनि आउनु मेरो पुरुषलाई देखेर उहाँ पनि बडो प्रसन्न हुनु। हामी पाण्ड पक्षको तर आज त्यसको चर्चा थिएन। छोरीले एउटा योग्य क्षेत्रीय कुमारलाई आफ्नो पति बनाउनु त्यही नै हाम्रो लागि महान सन्तोषको कुरा छ। उसले त्यही रात मलाई आफूसँगै आमा चढाएर आफ्नो घर लिएर आयो। आमाले गएर बाले आशीर्वादका साथ र भाइले म पछि आउँदा तिमीलाई भेट्न भने बिदा दिए। एउटा पुरुषको न्याय स्पर्शको अनुभव गर्ने दिदी म आमा बा भाइलाई मायाका साथ सम्झिने म पत्नी भएर आफ्नो ससुर गृहका लागि गए। हाम्रो गाउँ हस्तिनापुरभन्दा उत्तर पश्चिमतिर स्थित छ। हामी घर पुग्यौँ। कति कहिले घोडाबाट पुग्दै काम थाले र अनि मलाई सहारा दिँदै उनले अन्धकारमा आमाको घरको ढोका उघार्न भन्दै भने आमा आज कस्तो कोछेरी गएको छु हेर्को छिट्टै। अनि उनले मलाई म मायाले डक्टर भएर उसँग टाँसिँदै गएँ। सासू ढोका उघार्नु र दियो ओसाले मेरो मुखलाई गाउँ सुनायो। अनि बडो स्नेहको स्वरमा भन्नुभयो बाबु आऊ आफ्नो घर। त्यसपछि उहाँले आफ्नो छोरालाई भन्नुभयो साक्षात् लक्ष्मीलाई आफ्नो घरभित्र घुम्न थालेको छ। उनको बडो कदर भयो। लक्ष्मी स्वरूप बहु हुनुहुन्थ्यो। हाम्रो घर सानो थियो, 4 सासू देवर तर पारम्परिक माया हाम्रो पति पत्नीको उहाँले भन्नु लाग्यो कि स्वर्गमा पनि योभन्दा सुख प्राप्त हुनु। जङ्गलकै छेउमा हाम्रो गाउँ थियो। क्षेत्रीयहरूको एउटा सानो घर। सबै परिवारको मुख्य पेसा खेती थियो। तर घरमा दाजुभाइ छन् भने सुनि छेउमा लागेको भनेर धेरै हस्ती नहुन्थ्यो। हाम्रो घरको खेतीको आयस्ता सानो थियो। त्यसो हुनाले मेरो बुढाले पठाउन जागिर खानु परेको थियो र उनले आफ्नो योग्यताले सेवामा राम्रो पदोन्नति गर्दै आएका थिए। उनी दिनभरि हस्तिनापुरैमा रहन्थे र रात परेपछि घोडा दौडाउँदै घर आइपुग्थे। सासू हाँसो पनि गर्दैन। आजकल मेरो जेठो छोरालाई घरको माया खुब बढेको जस्तो छ। बडा रमाइलो दिन थियो मेरा दिनका। मेरै वयसका धेरै केटीहरूसँग मेरो मित्रता भयो र हामीहरू दक्ष बनाएर दिनभरि खेतीमा डुबिन्थ्यो। जङ्गलमा गएर गाई बस्तु र घरकालाई घाँसपात दाउरा काटेर हाम्रो गाउँको समीप एउटा कुण्ड थियो। किनारमा एउटा विशाल सूर्य मन्दिर भएको। त्यसैले कुण्डलाई सूर्यकुण्ड भन्थे। पर्वमा त्यहाँ मेला लाग्थ्यो र ग्रहण भएको समयमा त्यहाँ झन् ठुलो मेला हुन्थ्यो। खुबै घुइँचो। अरू बेला त्यहाँ शान्ति हुन्थ्यो। हाम्रो गाउँका आइमाईहरूको टफुवा त्यहाँ जान्थ्यो र त्यसै बसेर नाना थालीका कुरा गरेर जिस्किँदै हामीसँग म त्यसै लहरमा लुगा फुकाएर नुहाउन थाल्थेँ। खुब रमाइलो गर्थ्यौँ। मेरो शरीरलाई देखेर साथीहरू भन्थे नारी बडा ईर्ष्या लाग्छ तँलाई देख्दा। यस्तै राम्रै पनि हुने हो हामी गृहस्थ आइमाई। मलाई लाग्यो जीवन एउटा कहिले पनि समाप्त नहुने बसन्त हो। चिन्ताका देशभरि अमन स्वयं थियो। दुर्योधनको प्रतापले चारैतिर शान्ति थियो। उनका सबै सत्य प्राप्त थिए। पाण्डवहरूको कुरा सबै बिर्सिसकेका थिए र म कहिले पनि नअघाउने प्रेममा परेर व्यक्ति घरको सङ्घारमा बसेर पतिका लागि पर्खिरहन्थे। क्या रमाइलो रात थियो। चिन्तामा प्रेमका आनन्दले कल्पल गर्दै बित्यो। कहिले कहिले उनी नगरको दरबारको चर्चा गर्थे र भन्थे पाण्डवहरूको वनवासको 12 वर्ष पुग्यो नि गुप्तवास दिनमा कति दिन छ। म भन्थे अब पाण्डव आउँदैन। यत्रो शान्तिले खलबल। कहिले मनमा आशंका पनि हुन्थ्यो कि मेरो सुखको यो शान्तिमय जीवनमा कहाँबाट केही बाधा त पर्दैन। तर मन दुःख गर्थ्यो। लाग्थ्यो जीवनका आनन्द र सुखलाई बाधा पुर्याउने कुनै लक्षणका कारणबाट कति पनि देख्दैन। यस्तो रमाइलो र परम सुखमय मेरा दिन बितिरहेका थिए। मेरा मात्र होइन हामी सबै नारीहरूको कति प्रेममा शान्तिको वातावरण। जबकि युद्धको सम्भावना मानिसको मनबाट गइसकेको थियो। हामी सहेलीहरू सूर्यकुण्डमा बसेर भन्थ्यौँ अब मानिसको युद्धबाट मुक्ति पायो। त्यस्तै आनन्दको समयमा एक दिन धेरै रात बितेपछि थाकेको अनुहारले आसन्न उनले भने पाण्डवहरू विराट राजाको दरबारमा रहेछ। 1 वर्षको गुप्तवास सिद्धिपछि आफ्नो अधिकार खोजेर संवाद पठाएको छ। बेग्रो भएको छ अनि के हुने? राजा दुर्योधनले विराट राजाको दूतलाई एकदम तिरस्कार गरेर फर्काइदियो। त्यसपछि हाम्रा दिन दुश्चिन्तामा काट्न थाल्यो। रात्रिको पढाइमा खिन्नताको अनुभव हुन थाल्यो र दिउँसोको घरमा उदासीन भइदियो। मेरो मात्र त्यस्तो अवस्था भएको हामी सबै नारी एकै किसिमको अवस्था थियो। हामी दिउँसो सूर्यकुण्डमा भेला हुन्थ्यौँ र राति आफ्ना आफ्ना दुलाहाले नगरबाट गएर खबरको चर्चा गरेर समय त्यो समय लक्ष्मी दुर्दिनका छन् र त्यो दक्षिणको फाँटमा हावा कसरी मिलेर बनिरहेको छ। सूर्यकुण्डको दक्षिण
पश्चिमपट्टि एउटा ठुलो फाँट थियो। साना साना ढुङ्गाले भरिएको, जसमा काँडा भएका साना झाडीहरू, बाँस, घाँस र कुस मात्र उभिएका थिए। त्यस बाँझोपनले हामीहरू दिन पनि त्यसै बनाउँथ्यो। गर्मीको ताका त्यहाँको सुक्खा भूमि तातेर अन्तिन्थ्यो र डाँडामा हेर्दै लाग्थ्यो माटो तलपट्टि गर्मीको अग्निकुण्ड खडा गरेर बलिरहेछ, जसको रातको रपत जमिनमा उठेर बाहिर पर्थ्यो। वर्षामा मानव आकाश फाटेर त्यही झर्न पुग्थ्यो र इन्द्रको वज्र भयङ्कर गर्जनका साथ बार त्यही बज्रिन्थ्यो। वसन्तको कोमल ऋतुमा पनि त्यही बग्ने वायु लाग्थ्यो। खुसीले हालेर उदास मनको उच्च बास पोखिरहन्थ्यो। त्यस विराट बन्जर भूमिखण्डदेखि हामी त्यसै तर्सिन्थ्यौँ र भन्थ्यौँ, त्यो पापी ठाउँ हो, त्यसो हुनाले बन्ध्या माटो छ त्यहाँ। त्यहाँ कसैले आफ्नो घर बनाएन, कसैले हलो जोतेन, त्यहाँ फलफुलो मारेन, त्यसलाई कसैले आफ्नो तुल्याएन। त्यसो हुनाले त्यसै थलोलाई राजाको थलो भन्थे। कुरु राजाको सरकारी भूमि कुरुक्षेत्र। त्यही उम्लिरहेका घुर्न वायुलाई देखाएर कोही सहेली आशंकामा भन्थे, हेर राक्षसी वायु खाखा गर्दै त्यहाँ बगेको। कोही भन्थ्यो ढाडसको स्वरमा, कौरव र पाण्डवहरूका बीच मेलमिलाप कुरत्न भइरहेछ। दुर्योधनलाई उनैका पक्षमा बुढापाकाले सम्झाउन थालेका छन्। उता युधिष्ठिरहरू 5वटा गाउँ लिएर मान्ने भएका छन्। कुनै दिन खबर आउँथ्यो धर्मात्मा युधिष्ठिरले लडेर केमार्थ राज्य जमिनमा ठोट गरेको छ भने हामी तिनलाई धन्य पुरुष भन्थ्यौँ। तर फेरि सुनिन्थ्यो हिम उफ्री उत्तेजना कुरा गर्छन्। फेरि सुन्यौँ कि द्रौपदीले धिक्कारिन्थे, मेरा पहडाइएका वीरपति, कि तिमीहरूले भरिएको राज्य सभामा पखेको मेरो बेइज्जती बिर्स्यौ? हामीलाई द्रौपदीका यस्ता टिक्क वचन नारीको मर्यादाको अनुरूप लागेन भन्थ्यौँ। 13 वर्षभन्दा अघिको एउटा असम्मानलाई सम्झेर आफ्नो सुलभ नारीत्वलाई तिलाञ्जली दिँदै के कुनै नारीले पुरुषलाई युद्धका लागि उत्तेजित गर्दैन? त्यसै बखतमा एउटा आश्वासन दिने समाचार आयो कि द्वारिकाबाट श्रीकृष्ण मध्यस्थताको प्रयत्नका लागि आइपुगेका छन्। वंशका शिरोमणि समुद्र पर्यन्त जुन वृष्णि वंशको राज्य फैलिएको थियो, त्यसका नेता देवताको वीर पुरुषको र कसले नाम सुनेको थिएन। हामी स्वासी मानिसहरूको जन्मले मथुरा गोकुलमा गरेका लीलाहरूको कथा सुनेर त्यही उनका प्रति उत्सुकता लाग्थ्यो। यद्यपि उनी पाण्डवका नाता पर्थे र उनीहरूकै पक्षपाती थिए, तर हामीलाई विश्वास थियो कि उनको मध्यस्थताको प्रयत्न निश्चय नै निष्फल हुनेछ। उनलाई कतिले त देवताको अवतार मानेर पूजासम्म गर्थे। उनले गर्न नसक्ने के छ र? होइन, सहेली हो। बादलको टुकुडा फाटेर बिलाउने भयो। त्यसपछि फेरि पहिलेको जस्तै मनमा उत्सुकता लिएर म पतिका लागि साँझ पर्खिरहन थालेँ। देउर ढुङ्गामा आफ्नो हतियार चलाइरहेका हुन्थे। उनी भन्थे, भाउजू पाण्डवहरूका कति शिरको रगत यसले खाने। मैले रिसाएर देव कस्तो अशुभ कामना गरेको साँझको बेलामा, के तिमीलाई आजकलको शान्तिको रमाइलो काम मन पर्दैन? छि, राति पतिको न्यानो छातीसँग टाँसिएर मैले बडो आश्वस्त स्वरमा भने, श्रीकृष्णको प्रयत्नले रौनी ढकमक्क भएको छाती मैले खोज्दै भने, हामी यसै गरी प्रणयको रात बिताइरहन पाउँदा मैले भने खोइकुन् क्रान्तिहरू हाम्रा राजा दुर्योधन सियोको टुक्रो जति पनि माटो नदिने पाण्डवलाई भन्ने लिइरहेका छन् र कृष्ण पनि मेलमिलाप कुरा गर्न त आउँछन् हाम्रो दरबारमा। तर सुन्दैछु भित्रभित्र पाण्डवहरूलाई बसिरहेका छन् लड्नलाई। मेरो त पहेँ रात भविष्यको भएर त्यसै चिसो भएर एका बिहान घोडा चलेको जस्तो घोडा चलेर हस्तिनापुर गयो। दिउँसो हामीसँग सूर्यकुण्डको पत्थरको घाटमा भेला भयो। सबैले भने कृष्णले छल गरिरहेका छन्। साँचो किसिमबाट मध्यस्थता गर्न थालेका छैनन्। कोही त यहाँसम्म पनि भन्न थालेका छन् कि कृष्ण देवताका अवतार व्यवहार हेर्न ठुलो समर रचाउनु भएका हुन्। समरको शब्द सुन्नासाथ हामी नानीहरू भनेर काट्न थाल्यौँ। मनैमा आफ्ना पति, भाइ, दाजु, बा, काकाहरूलाई सम्झेर ईश्वरसँग पुकार गर्न थाल्यौँ। हे ईश्वर, सबैको रक्षा गर। म भर्खर यौवनको प्रथम प्रहरमा उभिएकी नारी वाहन लाएकी हरिण जस्तै छटपटाउँदै भन्थे, मेरो ललाटको सिन्दुर पर्वमा कहिले पनि नपुग्छ। भारतवर्षभरिका नारीहरूको कण्ठबाट उठेको पुकारको कुनै दिन कुनै पनि ईश्वरले किन्चित पनि ध्यान दिएन। दिन प्रतिदिन लडाइँको तयारी दुवै पक्षबाट हुन थाल्यो। आफ्नो पक्षमा तानेर भारतवर्षका मात्र होइन कि टाढा टाढा देश देशावरका राजाहरू कहाँ तेजीलाई घोडामा चढेर लुटेर पठाएर मातामा पढ्न आएका राजाहरू त्यसै नाटक अनुसार कौरव र पाण्डव पक्षमा
कृष्णले घोषणा लगाए, अर्जुनले दुर्योधनलाई, मेरा अक्षौहिणी सेना एकातिर, म एक्लो व्यक्ति एकातिर, म कसलाई छोड्छु? दुर्योधनले अक्षौहिणी सेना रोजेरी अर्जुनले यस्तो कृष्ण स्तोत्र जय भनेर कृष्णलाई रोजेर एउटा पक्षले अर्को पक्षलाई फुटाउने कोसिस गर्न पनि बाँकी राखेनन्। लेकिन बिहानै कुन्ती लुकेर आफ्नो जारज पुत्र कर्ण कहाँ पुगिन् रे र भनिन् रे पुत्र पाण्डवपट्टि लाग। कर्णले भने के अर्जुन रहला कि म रहला? तिम्रा 5 का 5 पुत्र रहिरहनेछन् कुन्ती। एक गरेर दुवै पक्षी मासिना सशङ्कित हुँदै एकत्रित हुन थाले। दुवैपट्टिको त्यत्रो विराट सेना अट्ने ठाउँ अन्य कहाँ थियो र? त्यसैले हाम्रो गाउँको सूर्यकुण्डभन्दा पश्चिमतिरको ठुलो फाँटमा दुवै पक्षका सेना इकट्ठा हुन थाले। पुरुषहरूको युद्धको उत्तेजनाले त्यसै तात्तिन थालिसकेका थिए। उनीहरूसँग तीनताका भेटघाट पनि हुन मुस्किल हुँदै गयो। उनीहरू दौडादौड गर्दै यताउति कुदिरहन्थे। हामी स्त्रीहरूलाई भने भयले कतिबाट त्राण थिएन। छटपटाएर यताउति गरिरहन्थे। मलाई त लाग्थ्यो भयले बारम्बार म निसासिरहन्छु। असङ्ख्यपल्ट उनले रथका पहियाले, हात्तीका पाइलाले, घोडाका टापले उठाएको धुलोले सारा आकाश ढाक्न थाल्यो। हाम्रा खेतका बाली निकै गयतापूर्वक खिचिन थाल्यो, भाँसिन थाल्यो। बिचबिचमा तुमुल घोष गर्दै हिँडी पस्न थाल्यो, नगरा गर्दिन थाल्यो। साना साना 12 पर्दा छातीमा च्यापेर आइमाहरू त्राई गर्थे। तैपनि मृत्युको यत्रो व्यापक आयोजना देख्दा देख्दै पनि जबसम्म सास छ तबसम्म आश छ भनेको जस्तो साना साना कुरामा हामीलाई आश लाग्न थाल्यो। दुर्योधन हाम्रो राजाको तर्फबाट त हामीलाई आशा थिएन, किनभने ऊ भयानक हटी र अभिमानित व्यक्ति थिए जो आफ्नो हटमा सारा संसार लाग्नु हट्न सक्थ्यो। र पाण्डवहरूबाट हामीलाई समयमै आशाको सञ्चार भइरहेको। कृष्णले धर्मयुद्धको व्याख्या गर्दा युधिष्ठिरले भने रे कुनै अवस्थामा पनि युद्ध धर्ममय हुँदैन रहेछ। एकचोटि त उग्र स्वभावका उनले पनि कृष्णसँग शान्तिको पक्ष लिएर तर्क गरे रे। तर हाम्रो आशा परालको आगो जस्तो एकछिन बढेर निभेर गयो। त्यसरा जब मेरो प्रतिदिन घर फर्केर आयो, उनलाई देख्ने बित्तिकै हृदय यो हाम्रो सायद अन्तिम रात हो। केही बोल्ने साहस गरियो। उनले पनि केही बोलेनन्। रातभरि छाती हाँसेर हामीले बितायौँ। भोलिपल्ट जाने बखत मात्र उनले बोले, प्यारी बिता। मैले आफ्नो ठुला ठुला आँखा आँसुले तम्म भरेर उनीपट्टि उठाएँ। भन्न केही सकिनँ। बिदा बिदा के आजसम्म बिदा दिन सकेकी छु? कति युग कति कल्प बिते त्यस बिहान मसँग छुट्टिएर गएका पतिलाई आजसम्म बिदा दिन सकेकी छैन। भोलिपल्ट गाउँमा कुनै पनि पुरुष रहेन। मेरा 12 भाइ पनि उता पाण्डव सेना भर्ती भएका छन् भन्ने खबर पाएँ। दुलाहा र देवा कौरव सेनामा 12 भाइ पाण्डव सेनामा कसले कसलाई वध गर्ने यो स्वजातीय हत्याकाण्डमा कसको जय कसको पराजय भन्ने परमात्मा। प्रलयको प्रारम्भ हुने दिनमा पनि भगवान भास्कर सधैँको जस्तो आफ्नो ज्योतिर्मय वरदानलाई पृथ्वीभर सर्वत्र छर्दै उदय भई सूर्योदय भन्दा पहिलेदेखि नै कोलाहल छँदै थियो। सूर्यको प्रथम किरण कुरुक्षेत्रमा पर्ने बित्तिकै विशाल मैदान पक्क र प्रज्वलित भयो। रातका शिखरयुक्त हुन्छ कवच, हाततिया, तलवार, कर्कस, बाण, खुडा, भाला, सेनापतिका मुकुट, घोडा, हात्तीका साथ श्रृङ्गार सबै एकैचोटि विस्फोटित भएजस्तै सूर्यको किरणले धक्क भयो। त्यस दिन त्यहाँ भेला भएका मानिसहरूको बाढीलाई देखेर मात्र पत्याउन सकिन्थ्यो। मौसम र मेरा प्राण धार विदा भएर जाने बित्तिकै जीवनबाट तमाम रस सुकेर गयो। मलाई चारैतिर अँध्यारो लाग्यो। छटपटिँदै कहिले यता कहिले उता भौतारिँदै हिँड्न थालेँ। त्यस समय कसले कसलाई सान्त्वना दिन सक्थ्यो? सबै एकनाथसँग पीडित थिए। सबैले आफ्ना आफ्ना परमप्रिय पुरुषहरूलाई रनमा विदा गरिसकेका थिए। सबैको हृदयमा आफ्नो एकान्तको पीडा कर्म मात्र थियो। म कहिले सासु कहाँ पुग्थेँ? ती बुढी नारी टोलाएर हेरी मात्र रहन्थिन्। मलाई उनको आँखामा अझै 2टा पुत्रको चित्र नाचिरहेको हुन्थ्यो। गाउँका सखी सहेलीहरू पनि म जस्तै वेदनामा छटपटेर भौतारिरहेका थिए। सबैले आफ्ना प्राणप्यारा पतिलाई भर्खरै मृत्युको द्वारमा जान बिदा दिएका थिए। त्यहाँ कसले कसलाई सान्त्वनाको शब्द भन्न सक्थ्यो? म विक्षिप्त जस्तो भएर गाउँको उत्तरपट्टिको एउटा ठुलो विस्फोटका उप चढेँ, जहाँबाट बिहानको सफा प्रकाश टलपल गरेको थियो। म जस्तै अरू पनि धेरै ग्रामीण नारीहरू कोही आफ्नो सन्तानलाई छातीमा टाँसेर आफ्नो शरीरको भार थाम्न नसकेर घुँडा टेकेर त्यहाँ बसिरहेका थिए। सबैको शून्य दृष्टिले कुरुक्षेत्रमा कलङ्कित भइरहेको मानव समुद्रमा आफ्ना आफ्ना प्यारालाई खोजिरहेका थिए। त्यो समुद्रमा मानव देख्नेलाई कसले देख्न सक्थ्यो र? केवल देखिन्थ्यो मानव मासको एउटा प्रचण्ड ठुलो पिण्ड, जसमा व्यक्ति लोप भएर बिताइसकेको थियो। त्यसमा नपसेको प्राण प्यारा पति, नपसेका आँखाका तारा पुत्र।
न कसैका प्रिय दाजुभाइ, न कसैका एकमात्र सहारा बाकाका थिए। राक्षसी मृत्युले तिनीहरू सबैलाई युद्धपूर्व नै एकाकार गरिदिइसकेको थियो। हामी नारीहरू आफ्नो हृदयको क्षुद्र प्रेम लिएर त्यहाँ डिस्को माथि बसेर आफ्ना प्राण प्याराहरूको खोजी गरिरहेका थियौँ। कति विदेशमा हामी जस्तै नारीहरू नदेखिने रणक्षेत्रपट्टि शून्य दृष्टि दिइरहेका हुन्थ्यौँ। आफ्नालाई सोध्दै पाण्डव पक्ष सेना पश्चिमतिर उभिएको थियो। पङ्क्तिबद्ध भएर मानव रातारात त्यहाँ मानिसहरूको एउटा विशाल जङ्गल उम्रिन गयो। उनीहरूमाथि सूर्य पूर्वबाट खोदै गरिरहेको थियो। 7 अक्षौहिणी सेना, 7 महारथी, द्रुपद, विराट, दुष्टदुमन, शिखण्डी, सात्यकी, चेकितान, भीमसेनपछि युद्ध कौशलद्वारा विभिन्न रूपमा सङ्गठित भएर उठेका थिए। बीचबीचमा लाग्दो पनि असह्य र उत्तलमनले त्यहाँको सेवामा हल्चल हुन थाल्यो। चारैतिर शङ्ख र दुन्दुभीको तुलमुल गुन्जिन थाल्यो। लाग्थ्यो रथ पैदल र हात्तीहरूबाट भरिएको त्यो भयङ्कर सेनाले ताल तरङ्गले व्याप्त महासागरको समान शुद्ध भइरहेछ। रणयात्रालाई उद्धव पाण्डव र उनको त्यो विराट सेना चारैतिर दौडादौडकै रथमा आरोह हुँदै कोही हात्ती, कोही घोडामा, कोही कवच बाँध्दै गर्न थालेको हामीले देख्यौँ। सेनाको अगाडि भीमसेनी, कवचधारी, माधवी कुमार, नकुल र सहदेव, सुभद्रा कुमार, दुष्टदुमन र पाञ्चाल देशीय क्षत्रियहरू थिए। यी सबैले भीमलाई अगाडि पाए। उनीहरूका सामान्य युद्धका लागि ठुलो खाली मैदान बिचमा छाडेर दुर्योधन बडो फुर्तीसँग सेनाको निरीक्षण गरिरहेका थिए। कृपाचार्य, द्रोणाचार्य, अश्वत्थामा, सिन्धुराज, जयद्रथ, कम्बोजराज, सुदक्षिण, कृतवर्मा, कर्ण, हरिश्रवा, शकुनी इत्यादि आफ्ना सैन्यका साथ उठिएका थिए। एउटा ठुलो रथमा हामी सबैले पितामह भनेर चिनेका ढकमक्क सेता भइसकेका भीष्म पनि थिए। भाइ भीष्म, मर्ने बखतमा पनि यो के कृत्य गर्न तम्सिए रणभूमिमा आएका छौ तिमी? दुर्योधनको खटनमा हाय पितामह, हाय पाञ्चाल कुमारी द्रौपदीको भर्खरै केही टाढासम्म आफ्नो पञ्चपति देवहरूलाई पुर्याएर दास दासीहरूद्वारा घेरिएर उपलल्येल नगरतिर फर्किरहेकी थिइन्। हाय नारी, हाय तिम्रो प्रतिहिंसाको भावना जसले तिमीलाई अन्धवेगमा आफ्नो नारीत्वको स्वाभाविक हृदयलाई बिर्साइदिरहेको थियो। हामीले आफू नारी भएको स्थितिलाई सम्झेर आपसमा मुखामुख गऱ्यौँ। आपसमा भन्ने सुन्ने कुरो त केही थिएन। हृदयको एकान्तको प्रयासमा उद्यमिता हाम्रो शून्य आँखाबाट च्याइरहेको थियो। गुफाको अन्धकारमा भयत्रस्त असहाय पशुको दिन अनुहारमा टल्केको आँखा जस्ता एकैछिनमा अचानक भयङ्कर घोषका साथ एकैचोटि शङ्ख निनाद भयो। भेरीहरू गजराजको स्वरमा गम्भीर घोष गर्दै बजे। नगडा गड्कियो र लाखौँ जनघण्टबाट पृथ्वीलाई फाड्ने गरी जइरहेको थियो। त्यो कत्रो आवाज हुन गयो भने हामीलाई लाग्यो सहर्ष बज एकैचोटि गड्केर प्रचण्ड विस्फोटका साथ पृथ्वीमा खस्न पुगिरहेछन्। आमाहरूका साथमा छातीसँग फाँसिएर बसेका बालबालिकाहरू भएन निसासिएर निलो मुख्य रुद्रकण्ठतामा आमाहरू चिच्याए। मेरा धेरै सहेलीहरू पनि चित्कार गर्दै आफ्ना सुन्दर केशलाई जसलाई कोरेर आज कसैले सुन्दर तबरो बनाएर आफ्नो शिरको शोभा तुल्याएका थिएन लोज्दै विक्षिप्त जस्तै भएर भागाभाग गर्न थाले। म त चेतना सुन्ने थिएँ। बुढा टेकेर सिउँदोलाई हत्केलामा थामेर नर्कको बाफमा टलपल गरेको कुनै दृश्य जस्तो अस्पष्ट कुरुक्षेत्रलाई एकटक्क हेरिरहेकी थिए। त्यही कहीँ एउटा अश्वारोही पनि छ जो मेरो हृदयको टुक्रा हो। हे परमात्मा, रक्षा गर, त्यसको रक्षा गर। त्यसै बखतमा पश्चिमपट्टि लाम लागेर उभिएको पाण्डव सेनाबाट ज्वालामालाले युक्त सूर्यको टुङ्गीमा अग्निको सामान चम्किरहेको एउटा रथ छुट्टिएर हलुको तर तेज चालले पूर्वपट्टि चढेर आयो। त्यसमा लागेका साना सैकडौँ घन्टी टुङटुङ गरेर बजे र त्यसमा जोतिएका सेता घोडा मानव घन्टीको तालमा धर्किँदै थिए। रथको पार्श्वमा एउटा लामो दण्डका उप कपीको आकार अंकित भएको ध्वजा बिहानको पूर्वियामा फरफराइरहेको थियो। रथको बागडोर समातेर बसेको सारथीको आसनमा निष्क्रिय मस्त शिशुको हताइला देखेर लाग्थ्यो यो रथ भ्रमणका लागि होइन, यो कुनै आमद प्रमोद र बिहारका लागि रोकिएको छ। एउटी दिदीले औँलाले देखाएर भने, हेर त
सारथीको आसनमा बसेको त कन्हैया हो। साँच्चै नीलो वर्णको हँसिलो चेहरा, जसका बीचबीचमा टल्किने दाँत सूर्यको प्रकाशमा उनको अनुहारको चिल्लो कलिमालाई बार उद्भासित पार्थ्यो। सेखी पुच्छको हल्दीप्रेमी मुकुट लगाएको नाङ्गो देह, कम्मरमा रेशम पिताम्बर पहिरेको सुन्दर पुरुष सिन्धीय कृष्णले थिए र रथपति अर्जुन थिए, जसले हातमा गाण्डीव धनुष र बाण समातिरहेका थिए। अर्जुनको उज्जवल कान्तिमय मुख सूर्यको प्रकाशमा टिलिक भइरहेको थियो। रथ पलमै समरको प्राङ्गणको मध्यमा पुग्यो। कृष्णले रास खिचे, घोडा ठप्प थामियो। अचानक त्यहाँको खलबली थामियो, शङ्ख फुकिन थामियो, ढेरीको शब्द रोकियो। ती असङ्ख्य सैनिकहरू आफ्ना ठाउँमा मूर्तिवत निशब्द भएर उभिरहे। पूर्वको बगिरहेको बतास थामियो, चराचर निस्तब्ध भयो। लागु तल समीको बोटबाट झर्ने पातमा कस्ता पनि सुन्न सक्थ्यो। अनि आर्त मानव बानी अर्जुनको कण्ठबाट केही बस्पित स्वरमा निस्कियो। मधुसूदन स्वामी उपस्थित भएका युद्धका लागि आएका यी मेरा स्वजन समुदायलाई मारेर नबिजेन चाहन्छु, न राज्य नै, न कुनै प्रकारको सुख। उनले भने, हे जनार्दन, यिनीहरूले मलाई मार्ने भए पनि मारुन्, म यिनीहरूका विरुद्ध गाण्डीव उठाउँदिन। तिनी लोकको राज्यका लागि त मबाट यिनीहरूको हत्या हुन सक्दैन भने तु जाब हस्तिनापुरको राज्यका लागि कि म नरहत्या गर्छु। बिहानको त्यो निस्तब्धतामा हातले गाण्डीवलाई युद्ध नगर्ने उनीको प्रतीक जस्तो गरेर फ्याँक्ने अर्जुनको त्यो मानव हृदयको बाणी चारैतिर थियो। म गदगद भएँ, हृदय हठात रसाएर आयो, आँखालाई सन्तोषको जलले भिजायो। तर यतिखेर कृष्णको सूर्य बाण टाढाको समुद्रको गर्जन सुनिया जस्तै गम्भीर स्वरमा शान्तिलाई भङ्ग गर्दै निस्कियो। उनले भने, हे पार्थ, तिमीलाई मोहले आक्रान्त गरेको छ। उठान गाण्डीवमा प्रविष्ट हो, युद्धमा विजयी भयो भने पृथ्वीको रोग गरौँला र कथम कदाचित मारियो भने स्वर्गको भोग गर्न पुगौँला। अर्जुनको मानव हृदयले मानवलाई शिर हल्लाएर उनले कृष्णको उपदेशलाई अमान्य गरे। साँच्चै आज कुरुक्षेत्र मानवका दैवत्वको उपर विजय हुन आँट्यो के? अर्जुन आज ईश्वरलाई त्यागेर मानवको वरण गर्न कटिबद्ध भएका छन्। कृष्णले नाना किसिमको तर्क दिए, लामो व्याख्या गरे। दर्शनको म सूर्यकुण्ड गाउँको त्यो अग्लो डिस्कोमा बसेर गीताको एक वचन सुनिरहे। स्वयं कृष्णको मुखबाट प्रभावको शान्त वातावरण, कृष्णको सुरिलो बानी अनौद्योगिकतासँग स्पष्ट मेरा कानमा परिरहेको थियो। अर्जुन मानव हृदयको व्यथाले व्यथित थिए, करुणार्थ भएर बार उनी शिथिल हुन्थे। मनुष्यको जुन नग्न रूप छ, करुणाको, सहृदयताको, स्नेहको, प्रेमको, स्वजातीयताको, कौटुम्बिकताको, मैत्रीको, दयाको, त्यसैको साकार रूप थिए अर्जुन। त्यसै उता कृष्ण अनुदिग्न, शान्त, विशल, दृढ, आत्मनिर्भर भएर अर्जुनको श्लोकमाथि श्लोक पढिरहेका थिए। उनले अर्जुनलाई सम्झाउँदै भने, हे कौन्तेय, तिमीले आफ्नो कर्तव्य गर्नुपर्छ। निष्क्रिय भएर, अनासक्त भएर, निष्काम कर्मले पार लाग्दैन। स्थित प्रज्ञ भएर मार सबै गरिँदैन। हे कृष्ण, यो कस्तो उपदेश हो तिम्रो? निर्मल मानव सनातना आशा आत्मशाली चालित हुने प्रणाली हो। यसको सार जीवनको प्रणयको निवास हो। ती प्रियसँग क्षणका लागि भए पनि टाँसिने लोक, पुत्रलाई सम्मान गर्ने लोक, मित्रताको आदान प्रदानमा बाँधिएर साक्य जीवनको ज्ञानमा बस्ने तिमीको कृष्ण देवता हो। स्वर्गका जहाँको निवासी आफ्नो अमरत्वमा निष्प्रिय हुन सक्छ, करुणाहीन हृदय राख्न सक्छ, जसका आँखामा आँसु बर्किन दिँदैन, जहाँ मृत्यु छैन, अनन्तको जीवनको निष्काम हुन सकिन्छ। तर हामी मानव कालका ग्रासी हामीमा त्यो कहाँ सम्भव छ? फेरि कृष्ण, यो कस्तो कर्तव्यको पूर्ण हो तिम्रो? समरका लागि आफ्नो सखा अर्जुनलाई बारम्बार तासिरहनु के मानव जीवन त्यसै मृत्युको दुर्दुमनीय सिमाना चारैतिरबाट सङ्कुचित भएको छैन र? तिमी मृत्युलाई अस्वाभाविक किसिमबाट आह्वान गरेर त्यसलाई कर्तव्यको सम्झा दिन्छौ। अर्जुन, हामी तमाम मनुष्य नारीको हृदयको आशीर्वादले तिमी सम्मुख मानवीय सत्य स्थापित गरिरहेका छौ। निर्भय भएर अडिरहौ अर्जुन, तिमी अडिरहौ। कृष्णले भने, हे पर्तव अर्जुन, तिमी जहिले अज्ञानको अन्धकारमा छौ। ज्ञानको चक्षु गारेर हेर, यहाँ कसले कसलाई मारिरहेको छ र यो तिम्रो शरीर त एउटा थोप्रो तार हो, जसलाई मरे भन्दा तिमी त्याग्छौ मात्र। न तिमी मर्छौ, न मार्छौ कसैलाई। यो तिमीले देखेका कुरा सबै मिथ्या हुन्, महाबाह।
के यो सबै कुरा मिथ्या हो भ्रम हो? यो विशाल जनसमुद्र प्यारो पतिलाई खोजेर हिँडिरहेको मेरो आँखाले देखेका यी दृश्य सारा के माया हुन्? हृदयमा अहिले केवल बादशाह रहिरहेको मेरो नजन्मेका सन्तानका मसिला ओठमा राखिन उन्मुख भएका मेरा ऊर्ध्वस्तन युगले के मात्र मायाका लोकमा शिखर हुन्? समुद्रको गर्भमा स्वातिको दृष्टिबिन्दुलाई चाहना गरेर खुल्ने र बन्द हुने सिकुसम फुल जस्तो सन्तानका तीव्र कामनामा स्पन्दित हुने मातृ गर्भ केतु पनि मिथ्या हो? एकेशव स्वर्गका उच्चतामा बसेर तलका किचमय मृत्युलोकमा हामी प्राणलाई देखेर तिमीलाई लाग्दो हो। मानव जीवन मायावत मिथ्यावत अपरासङ्गिक छ तिमीलाई कमिलाहरूका प्रति भएको जस्तो, तर हाम्रो जीवन हामीलाई अप्रासङ्गिक छैन। कुनै तर्कले पनि कुनै उच्च दर्शनको जोरले पनि जीवनको सुख दुःखलाई मरणको सत्यतालाई यो ठोस घेरालाई मिथ्यामा परिणत गर्न सक्दैन। यही कुरा हो। अर्जुनलाई मानव अवस्थाबाट विचलित नभएको देखेर कृष्ण भन्दै गयो, निष्पन्द आकाशमा उनको गम्भीर बाणी तरङ्गित हुँदै गयो। टाढा पर्वतको उच्चतम शिखरभन्दा पनि माथिबाट बोलिएको जस्तो ध्वनि मेरो कानमा परिरह्यो। कृष्ण भन्दै गए, म परब्रह्म परमेश्वर हुँ, म माथि पूर्ण विश्वास र आस्था राख, म जीवनको गर, म आदर्श हुँ, म तिम्रो प्रार्थनाको हेतु हुँ, म तिम्रो लक्ष्य हुँ। यस प्रकार अर्जुनको मानवीय कमजोरीमाथि बार बार प्रहार गरेर कृष्णले उनलाई शिथिल बनाउँदै गए। बिहानभरि कृष्णको एकनाशको निरदिग्न कण्ठध्वनि गुन्जित भइरह्यो। 18 अध्यायी गीताको सम्पूर्ण पारायण भयो। त्यस दिन कुरुक्षेत्रमा प्रलय मचिनुभन्दा ठिक अघि क्षुद्र मानव देवताको रुद्र देशको अगाडि कति बेर ठुलो पर्दै गयो। तिनबाट बिस्तार बिस्तार मानवता निस्कँदै गयो र त्यसरी खाली भएको ठाउँमा उनमा दैवत्व भरिँदै गयो। अन्तमा कृष्णले मुख बाएर अर्जुनलाई आफ्नो ईश्वरीय प्रमाण प्रदर्शित गरेर आफ्नो विराट रूप देखाएर, अनि अर्जुन मानव रहेन, एकदम ईश्वरारूप यन्त्र भयो। देउता जोड्यो, उनको बलिष्ठ भुजा छाकेको गाण्डी भुइँले टिपेर त्यसमा प्रत्यञ्चा चढायो। 18 अध्याय गीता श्रवण गरिसकेपछि मानव रहँदैन। त्यो ईश्वरारूप व्यक्ति हुन्छ र तसर्थ अपूर्ण शक्तिबाट विद्युन भयो। अचानक घनक्षेत्रको निस्तब्धता भङ्ग भयो। शङ्ख र भेदीको निनाद सैनिकहरूको कारले कुरुक्षेत्र कम्पित भयो। चारै दिशाबाट प्रबल वेगसँग वायु बग्न थाल्यो। आकाशमा भङ्गर्जन भयो। उन्मत्त भएका दैवी शक्ति सम्पन्न अर्जुनको गाण्डी टङ्कारका साथ युद्ध जुध्यो। दुवै सेना समरमा मिसिए। मानव दुई विशाल पर्वत पङ्क्ति सरेर अगाडि बढ्दै आकाशमा टक्राउन पुगे। केवल अर्जुन मात्र देवता आएको थिएन। गीताको उपदेश कृष्णले अर्जुनलाई मात्र सुनाएका थिएन। कुरुक्षेत्रमा एकत्रित भएका लाखौं सैनिकले गीता सुनेर आफू उन्मादमा आएको पाए। मानव यसरी नै अन्तमा ईश्वर शक्तिको अगाडि घुँडा टेकिदिन्छ। उन्मादित भएर एक लक्ष्यपट्टि धावित भएर युद्ध जुध्यो। 18 दिनसम्म अनवरत मृत्यु यात्रा जारी भइरह्यो। कचकच मानिसका असङ्ख्य मानिसको प्रमाण गर्दै कचकच काटिँदै गए। तमुल युद्धघोषका साथ प्रतिदिन सहर्षौं योद्धा काटिन्थे। ईश्वरारूप भएको सहर्षौं कण्ठको रणहुङ्कार र ज्वालामुखी जस्तो विस्फोटित हुन्थे। तर मानव पुत्र मर्दा प्रत्येकले आफ्नो निश्वास छाड्थे। आफ्नो एकान्तको निजी सुवास शिरभूमिमा लडे पनि प्रत्येक कवच एकचोटि आफ्नो गोडामा नृत्य गरेर पछारिन्थ्यो। स्वर्गको कुन थालामा भोकाएको ईश्वर बसिरहेका थिए, उनको छुदा निवार नभएको छैन। नरमुण्डमाथि नरमुण्ड चढाउनुलाई मानिसका लासको हिमालय उनका सम्मुख खडा गरेर बगाउ सुनितको रक्तिम गङ्गा उनको प्यास मेटाउनु। 18 दिनसम्म महाभारत मचिरह्यो। अन्तमा मृत्युको यन्त्र थामियो। छेदित हुने विवाहको अभावमा युद्धमा केवल 7 जना बाँकी रहे। लाखौं पुरुष मारिए। पृथ्वी पुरुषबाट शून्य भयो। केवल विधवा नारी आफ्नो असहाय बाल सन्तानलाई आफ्नो पागल छातीमा टाँसेर बाँचिरहे। यस लोकमा कुरुक्षेत्र लाखौं मृत शरीरले पाटियो। त्यसपछि कुरुक्षेत्र स्वान श्रृङ्गाल वृद्ध तथा अरू मांसभक्षी र पशुपक्षीहरूको अमङ्गलकारी पूजा र रातले मुखरित भइरह्यो। दुर्गन्धले भरियो। विधवा भएर जस्तै लाखौं नारी वैधव्यका शिकार भए। विधवा मरिसकेकी नारी हो जसको देह कालान्तरमा भङ्ग समाप्त हुन्छ। कुरुक्षेत्रको त्यो सब पर्वतमा कहीँ मेरो पतिको मृत शरीर पनि हुँदो, जहाँ म जस्तै अरू विधवा नारी र पतिहरूका शरीर थिए। त्यसलाई स्यालहरू कुकुरहरू तान्दै नृत्य घिच्याउँदै टाढा पुर्याइरहन्थे। जसलाई चिर गिद्धहरू आकाशमा उडाएर उत्तर भारतको विभिन्न ठाउँमा छिरिरहेका थिए। ती सबै लास हाम्रा प्रेमी, हाम्रा पतिका लास थिए। हामी विधवाका। मेरो एउटा
मृत्यु त कुरुक्षेत्रमा जुन दिन मेरा पति मरे होला अर्को मृत्युको लागि धेरै दिन पर्खनु पर्यो। मलाई थाहा छैन कुन दिन म मरेँ, कुन दिन मेरो मानव देह विसर्जित भयो। म सरह लाखौँ लाख नारीहरू प्रेतात्मा आफ्नो अनन्तको वैधव्यको व्यथा बोकेर 14औं वनमा भौतारिएर हिँडिरहेका छन् आफ्ना प्यारालाई खोज्दै। त्यस युगदेखि मेरो प्राणनाथको शरीर खसेको थलोमा आएर बसिरहेको छु। अनन्तसम्म म बसिरहनेछु। यस तलाउको किनारामा जुन थलोलाई मेरा लागि मेरा प्रेमीको शरीरको अन्तिम स्पर्शले प्रिय बनाएको छ। हामी लाखौँ नारी महाभारतको युद्धमा विधवा भएको ठाउँमा युगदेखि पर्खी बसेका छौँ मरेका प्याराका लागि। नानी नानी बिदा हो, कथा सिद्धियो। नानी नानी बबुवा पहिले म उसको कुन्नी पहिले मोदी आएको एक मासको कण्ठध्वनि मेरो कानमा पढ्न बन्द भएछ। कुन्नी पहिले मस्त भएर सुत्नहीन निद्रामा निदाउन पुगेछु। एकैचोटि झिसमिसमा मिसिरले मलाई घचघचाएर उठायो। बिहान 4 बजेको गाडी समातेर फर्काउनु छ बाबु, उठ उठ। म आँखा मिच्दै उठेँ। निद्रा पुगेको थिएन, शरीरको थकानमा चाहिँ मेटिया थिएन। त्यही अवस्थामा मिसिरजीको हात समातेर म स्टेसन आएँ। रात धेरै बाँकी थियो। आउँदाखेरि भित्र कोठामा हिँडिरहेको मोदी आइनलाई सम्बोधन गरेर मिसिरजीले भने, मोदी आइन हामीहरू गयौँ। मोदी आइनले भित्रैबाट भने, ल जानु नानी, राम्ररी गयो है, बाहिरको जाफरी लगाइदिनु होला मिसिरजी। मोदीलाई फेरि एकचोटि फोकीको दौरा आयो। मोदी आइनको पसलबाट बाहिर आएर पोखरीमा आएर एउटा मनिषा गीतका गर्दै थियो। नैन छिन्दन्ति शस्त्राणि नैन दहति पावक नचैव क्रेदयन्तपो न शोषयति मारुत। आधा निद्रामै म स्टेसन पुगेँ। गाडीमा बसेको सम्झना अलिअलि छ। डब्बाभित्र पसेर बेन्चमा बस्दा नबस्दै उठेर फेरि निधाए। छेउन टुप्पोका छन्दन मन बन्धका सपना देख्न थाले। कहिले त्यसै सूर्यलाई चम्केको देख्थेँ, कहिले मोदी आइनलाई, कहिले ठुला ठुला गिद्धहरू आकाशमा उडिरहेको देख्थेँ। डराउने आँखाका ठुला ठुला, कहिले माछा बस्ने बसवाली, कहिले लडाइँ भइरहेको, कहिले केही र सबभन्दा पछि टाढा आकाशबाट इतिहासको स्वर बढिरहेको हुन्थ्यो। नानी ठुलो नहुनु, वीर नहुनु, असल हुनु, असल। रियल जयनगर पुग्दा धनी चौबिसको रेलबाट ओर्लिँदा हात हिजोको दरभङ्गा यात्रामा थाकेको अझै दुखिरहेको थियो। नम्बर पनि राम्रो परेको थिएन। राति त्यसरी जिउ भारी थियो र मन अस्थिर। घर पुग्दा सबैले मलाई घेरेर सोधे, दरभङ्गामा के देख्यो? मैले भने मोदी आयो। सबै खेल्ला हाँसे, मानव मैले कुनै ठुलो ठट्टा मात्र भनेको हो। हामीले वाचन गरेका थियौँ विश्वेश्वर प्रसाद कोइरालाको मोदी आइन उपन्यास। अर्को भागमा अर्को उपन्यास लिएर आउनेछु। आजलाई बिदा चाहन्छु। नमस्कार।